अब हामी यो भिडियोमा चाहिँ के गर्नेछौँ भने वान सर्ट भिडियो छ है हाम्रो एन्टी डेरिभेटिभको लास्ट आवर टिप्स एन्ड ट्रिक्स। अब यसमा चाहिँ हामीले कसरी त्यो क्वेसनहरू सल्भ गर्ने भनेर नयाँ ट्रिक्सहरूबाट क्वेसन गर्छु है। नयाँ नयाँ सल्भहरू गर्छौँ। अब तपाईँहरू इक्जाम आउन 1-2 दिन मात्र बाँकी छ। ल हेर्नुहोस्, अब यसको लागि तपाईँहरूले एन्टी डेरिभेटिभ तपाईँ केही पनि आउँदैन भने पनि तपाईँहरूले यो भिडियोबाट पुरा सिकेर जानुहुन्छ है। अब यो फर्मुला जम्मा 10 मिनटमा सिक्नुहुन्छ। अब कसरी न्यू ट्रिक्सबाट है। हेर्नुहोस्, यो टोटल हाम्रो 9वटा फर्मुला छ। यदि तपाईँहरूलाई यो 3वटा यो 3वटा यो 9वटा फर्मुला तपाईँहरूले जान्नुभयो भनेपछि पुरा एन्टी डेरिभेटिभ र च्याप्टर नै फिनिस अहिले नै हुन्छ है। अब हेर्नुहोस्, फर्स्टमा इन्टिग्रेसन अफ 1/x² + a² भएपछि के गर्ने। अब यहाँ हेर्नुहोस् है, यदि यो प्लसमा छ होइन, यो x पनि प्लसमा छ a पनि प्लसमा छ भनेपछि तपाईँहरूले बुझ्नु पऱ्यो tan इन्भर्स x/a भन्ने बुझ्नु पऱ्यो है। 1/a tan इन्भर्स x/a + c भन्ने प्लस सी त तपाईँलाई थाहा नै छ, यति बुझ्नु पऱ्यो। अब नेक्स्ट 2 नम्बरमा छ। अब यहाँ हेर्नुहोस्, यदि कुनै अब यहाँ प्लसमा थियो भने अब यो दुईवटा फर्मुलामा हेर्नुहोस् त नेगेटिभ छ कि छैन। दुईवटा फर्मुला छ, ए नेगेटिभमा भए पनि एक्स नेगेटिभमा भए पनि नेगेटिभ त छ नै हाम्रो हो। अब तपाईँहरूले एउटा के ट्रिक्स बुझ्नुहोस् भने यदि नेगेटिभ आएपछि के राख्नु पऱ्यो अरे 1/2a ln भन्ने ल्याउनु पऱ्यो है। 1/2a ln नेगेटिभ भएपछि 1/2a ln यो 3वटा फर्मुलाको लागि। अब हेर्नुहोस् है, यहाँ नेगेटिभ छ 1/2a ln आयो यति। अब यो भित्रको मोडुलस भित्र कसरी लेख्ने त। मोडुलस भित्र लेख्नको लागि हामीले के गर्नु पऱ्यो भने अब यहाँ हेर्नुहोस्, यसमा एले मेन रोल खेलेको हुन्छ। हेर्नुहोस् है, यहाँ के छ ए नेगेटिभमा छ भनेपछि यहाँ के राख्नु पऱ्यो। यदि ए हाम्रो केमा छ नेगेटिभमा, ए नेगेटिभमा भएपछि मोडुलस भित्र पनि ए नेगेटिभमा जान्छ, ऊ पनि न्युमेरेटरमा x - a भने चाहिँ नेगेटिभमा छ कि छैन, छ होइन। x - a भइसकेपछि डिनोमिनेटरमा त x + a नै त्यसको अपोजिट हुन्छ भन्ने तपाईँलाई त बुझ्नु पऱ्यो है। यो पनि एकदम क्लियर हुनुहुन्छ भन्ने मलाई आशा छ। अब कोही के अरे 3 नम्बर हेरौँ। फर्मुला नम्बर 3मा छ इन्टिग्रेसन 1/a² - x² dx होइन हो। यति भइसकेपछि अब हामीले के बुझ्नु पऱ्यो भने यहाँ पनि नेगेटिभ छ। नेगेटिभ भएपछि मैले के राख्ने भनेको थियो 1/2 ln राख्ने भनेको थियो। 1/2 ln त राख्यौँ हामीले। अब यो मोडुलसभित्र कसरी राख्ने हो, यसको लागि हामीले के बुझ्नु पऱ्यो भने यसमा मेन रोल एले खेलेको हुन्छ कि एले। अब एले खेलेको चाहिँ ए के छ अहिले पोजिटिभमा छ हो भनेपछि न्युमेरेटरमा ए पोजिटिभमा भयो a + x डिभाइडेड बाई a - x बुझ्नुहुन्छ होइन। ल यो पनि एकदमै क्लियर हुनुभयो है। अब टाइप 2 फर्मुलामा आयो। टाइप 2 फर्मुला के छ भने सेम त्यही हो, फरक भनेको हाम्रो रुट अन्डरभित्र भएकोले मात्र हो। अब तपाईँहरूले टाइप 2 वाला फर्मुलामा बुझ्नु पऱ्यो के भने टाइप 2 फर्मुलामा बुझ्नु पऱ्यो कि हाम्रो एक्सको रोल के को मेन रोल के को हुने रहेछ टाइप 2मा एक्सको रोल आफ्नो एक्स होइन, यो एक्सको रोल भनेको। अब हेर्नुहोस्, एक्स भएपछि एक्सको रोल चाहिँ मेन छ यसमा है। के को रोल एक्सको मेन छ। अब यदि एक्स तपाईँहरूले नेगेटिभमा देख्नुभयो भनेपछि एक्स केमा नेगेटिभमा देख्नुभयो भनेपछि साइन इन्भर्स। अब कसरी बुझ्नु पऱ्यो भने यहाँ हेर्नुहोस् है, साइन इन्भर्स x/a छ नि त हाम्रो हो। अब यो इन्भर्स छ भनेपछि -1 × x गरेपछि कति आयो माइनस आयो कि नै हो। यहाँ x माइनसमा आयो भनेपछि तपाईँले के राख्नु पऱ्यो अरे साइन इन्भर्स। अब यहाँबाट बुझ्नु सक्यो भने सजिलो हुन्छ नि त हाम्रो। यसले भित्र मल्टिप्लाई गरेर x माइनसमा आयो, x माइनसमा भनेपछि साइन इन्भर्स x/a छ भन्ने बुझ्नु पऱ्यो है। यो बुझ्नु भएन। एक्स यदि एक्स चाहिँ हाम्रो नेगेटिभमा छ भनेपछि इन्भर्स आउँछ। अब यहाँ हेर्नुहोस् त, यहाँ एक्स पोजिटिभमा छैन हाम्रो योवालामा इन्टिग्रेसन 1/1 होल डिभाइडेड बाई रुट अन्डरभित्र x² - a² dx छ हाम्रो फर्मुला र क्वेसन यो छ भनेपछि तपाईँले त्यो भएपछि के बुझ्नु पऱ्यो भने अब यहाँ हाम्रो एक्स चाहिँ केमा छ अहिले पोजिटिभमा छ। एक्स पोजिटिभमा छ भनेपछि राख्नु पऱ्यो ln x यति बुझ्नु पऱ्यो कि ln x बुझ्नु पऱ्यो। एक्स पोजिटिभमा छ भने ln x। अब पछाडि त क्वेसनमा जे छ त्यही राखिदिनुहोस् रुट अन्डरभित्र + c बुझ्नुहुन्छ होइन। यहाँ पनि सेम हेर्नुहोस्। अब अहिले एक्स केमा छ पोजिटिभमा छ कि छैन एक्स, र हाम्रो केमा हुनु पऱ्यो एक्स पोजिटिभमा छ होइन। यहाँ हेर्नुहोस्, एक्स पोजिटिभमा छ भनेपछि एक्स पोजिटिभ छ भनेपछि के गर्ने अरे ln x राखिदिनुहोस् क्या। त्यसपछि यहाँ भित्र रुट अन्डरभित्र जे छ त्यही राख्यौँ होइन, बुझ्नुहुन्छ। ल फेरि म रिभिजन गरिदिन्छु यो सेकेन्डवाला। यहाँ के बुझ्नु पऱ्यो भने यहाँ लेख्छु है म। त्यसको सेकेन्डवाला यति 1/√, रुट अन्डरवाला यस्तो वाला फर्मुला आएपछि यहाँभित्र यदि एक्स ए पोजिटिभ नेगेटिभ जे भए पनि
यदि हाम्रो यसमा मेन रोल के हुनेछ एक्सको मेन रोल है। एक्सको मेन रोल भएपछि यदि एक्स नेगेटिभ छ भनेपछि इन्भर्स राखिदिनुहोस् है। नेगेटिभ छ भनेपछि साइनवाला राखिदिनु, साइन इन्भर्स एक्स बाई ए हुने भयो। यदि एक्स चाहिँ हाम्रो पोजिटिभमा छ भनेपछि एक्स पोजिटिभमा छ भनेपछि के राख्ने रे ln x राखिदिनुहोस् है। यतिसम्म त बुझ्नु सक्नुहुन्छ। अब यहाँबाट म लेख्छु है, मलाई म उता हेरेको थिएन है। अब यहाँ हेर्नुहोस्, अब इन्टिग्रेसन 1/√अन्डर यदि ए स्क्वायर माइनस एक्स स्क्वायर छ भने चाहिँ अब हेर्नुहोस् त मैले के भनेको थिएँ यसको लागि एक्स चाहिँ केमा हुनु पऱ्यो रे पोजिटिभमा, सरी नेगेटिभ अथवा पोजिटिभ हुनु पऱ्यो। अब यहाँ के छ एक्स नेगेटिभमा छ। एक्स नेगेटिभ भने चाहिँ इन्भर्सवाला भनेको थिएँ मैले। हो इन्भर्स भने चाहिँ साइन इन्भर्स एक्स बाई ए प्लस सी हुने भयो। बुझ्नुभयो कि नै? बुझ्नुहुन्छ होइन? हो अब यदि यसैमा पोजिटिभ भइदियो भए एक्स पोजिटिभमा छ भनेपछि म के राख्ने भनेको थियो ln ए होइन ln एक्स राख्नु भनेको थियो प्लस रुट अन्डरभित्र यहाँ जे क्वेसनको रुटमा छ त्यही राखिदिनुहोस्। ए स्क्वायर प्लस एक्स स्क्वायर प्लस सी भयो कि नै? यति नै। यो पनि एकदम सजिलो रहेछ, बुझ्नुभयो होइन? ल अब चाहिँ टाइप 3 वाला तपाईँले यो जसरी पनि घोकिदिनुहोस् कि यो घोकेपछि तपाईँहरूको एन्ड डेरिभेटिभ कम्तीमा 6 देखि 8 मार्क्स सोधेको हुन्छ कि तपाईँहरूको इक्जाममा। 6 देखि 8 मार्क्समा कहिले लङमा सोधेको हुन्छ भने एमसिक्यूमा त यो फर्मुला चाहिँ एमसिक्यूको लागि एकदम इम्पोर्टेन्ट है। अब यहाँ हेर्नुहोस्, थर्ड टाइप क्वेसन के छ भने यसो न न्युमिनेटर डिनोमिनेटर नभएर त्यतिकै छ है, खाली भनेको जस्तै यस्तो फर्ममा के एक्स बाई वाईको फर्ममा नभएर अर्थात् एक्सको अर वाईको फर्ममा छ कि यो। हो अब यस्तो भएपछि के गर्ने त यहाँ हेर्नुहोस्, यस्तो भएपछि तपाईँले के बुझ्नु पऱ्यो भने यो न्युमिनेटर र डिनोमिनेटरमा केही छैन भनेपछि तपाईँको फर्मुला के आउने भयो न्युमिनेटर अर्थात् डिनोमिनेटरवाला फर्मुला आउँछ भने बुझ्नु पऱ्यो है। न्युमिनेटर अर्थात् डिनोमिनेटर भन्ने फर्मुला आउँछ भने बुझ्नु पऱ्यो। कसरी यहाँ हेर्नुहोस्, अब मैले भन्न खोजेको इन्टिग्रेसन रुट अन्डर ए स्क्वायर माइनस एक्स स्क्वायर डिएक्स है। अब यसमा हेर्नुहोस् त यो त अब अघि त फर्मुला हाम्रो के थियो 1/√अन्डर ए स्क्वायर माइनस एक्स स्क्वायर थियो। अब यो के छ, यो माथि न्युमिनेटर यो चाहिँ डिनोमिनेटर भयो। हो अब यसमा चाहिँ यो वाला फर्मुलामा चाहिँ त्यस्तो छैन। हो त्यस्तो छैन भनेपछि फर्मुला चाहिँ केमा आउने भयो भनेपछि न्युमिनेटर र डिनोमिनेटरको फर्ममा आउँछ भने बुझ्नु पऱ्यो होइन। हो अब यसमा पनि केले मेन, अब यसमा चाहिँ के गर्ने भने सुरुमा x/2 गरिदिनुहोस्। स्टार्टमा x/2 गरिदिनुहोस्। यस्तो देख्ने बित्तिकै गर्नुभयो होइन। x/2 गरेपछि त्यसपछि गरिदिनुहोस् मल्टिप्लाई, भित्र जे क्वेसन छ त्यही सारिदिनुहोस् कि एकपल्ट सार्नु भएन। यति सारिसकेपछि अब हेर्नुहोस् त यति त हामीले सार्यो है, यो फर्मुलाको यतिसम्म त हामीले त्यति सारिदियौँ। यो कहाँबाट आयो, हामीले यो x/2 किन लेखेको, x/2 भनेको हाम्रो यो केमा छैन न्युमिनेटर अथवा डिनोमिनेटरको फर्ममा छैन भनेपछि यसलाई लग्यो। x/2 भनेको यो न्युमिनेटर यो डिनोमिनेटर होइन, x/2 को फर्ममा राख्यो। त्यसपछि क्वेसन दिएछ त्यस्ता सार्यौँ है। अब फेरि एकपल्ट माथि यो सम्झिनुहोस् त मैले के भनेको थिएँ तपाईँहरूलाई अब मैले के भनेको थिएँ अघिल्लो फर्मुलामा यदि रुट अन्डरभित्र एक्स स्क्वायर माइनस ए स्क्वायर माइनस एक्स स्क्वायरलाई सम्झिनुहोस् है। हाम्रो के छ कि यसमा के को मेन रोल खेल्छ, एक्सले खेल्छ। एक्सले मेन रोल खेल्छ भनेपछि एक्स नेगेटिभमा भएपछि के लेख्ने भनेको थिएँ मैले साइन इन्भर्स एक्स बाई है, साइन इन्भर्स लेख्ने भनेको थियो। हो यहाँ हेर्नुहोस् त प्लस है, अब साइन इन्भर्स लेख्नु भनेको थियो। अब यहाँ हेर्नुहोस् यो केमा छ साइन इन्भर्स लेख्यो है, साइन इन्भर्स यतिसम्म आयो। अब यो भाग छुट्यो, यो भाग कसरी सम्झिने हो, यो भाग सम्झनको लागि हामीले के गर्ने भन्दाखेरि अब यदि 1/√अन्डर ए स्क्वायर माइनस एक्स स्क्वायरको पो साइन इन्भर्स एक्स बाई ए हुन्थ्यो। साइन इन्भर्स एक्स बाई ए हुन्थ्यो किनकि यहाँ न्युमिनेटर र डिनोमिनेटर छ। अब हाम्रो अहिले यसवालामा के छैन भनेपछि रुट अन्डर ए स्क्वायर माइनस एक्स स्क्वायरवालामा छ न न्युमिनेटर छ न डिनोमिनेटर छ भने चाहिँ एकदम सिम्पल फर्ममा छ भनेपछि अब यसलाई के गर्न खोज्नु पऱ्यो र न्युमिनेटर डिनोमिनेटरवाला फर्ममा लाग्न खोज्नु पऱ्यो भनेपछि ए स्क्वायर माइनस 2 ले थपिदिनु पऱ्यो अगाडि। हेर्नुहोस् त प्लस है ए स्क्वायर यहाँ हाम्रो ए केमा छ अहिले पोजिटिभमा छ भने चाहिँ ए स्क्वायर हाम्रो ए पोजिटिभमा छ कि छैन हेर्नुहोस् त। ए पोजिटिभमा छ भने ए स्क्वायर बाई 2 साइन इन्भर्स एक्स बाई ए प्लस सी है। यो तपाईँहरूले क्लियर हुनुहुन्छ भने मलाई आशा छ। अब यसै गरी म सेकेन्ड नम्बरको बुझाउँछु है तपाईँहरूलाई। अब यसबाट तपाईँ माथिबाट क्लियर हुनु भएन भने पनि यसबाट ढुक्क बुझ्नुहुन्छ है। अब यहाँ हेर्नुहोस् एक्स स्क्वायर माइनस ए स्क्वायर डिएक्स है। अब यो न्युमिनेटर डिनोमिनेटरको फर्ममा छैन भने बुझ्नु पऱ्यो। छैन भनेपछि डाइरेक्ट के हुन्छ x/2 हुन्छ। त्यसपछि के गर्ने, त्यसपछि के गर्नुपर्ने छैन क्वेसन सार्ने एकपल्ट एक्स स्क्वायर माइनस ए स्क्वायर गर्यो है। क्वेसन सारिसकेपछि के गर्ने रे अब हेर्नु पऱ्यो। त्यसपछि फेरि भित्र जाने
भित्र गएपछि यो एक्स एमा छ एक्स सरी ए चाहिँ नेगेटिभ छ कि पोजिटिभ छ ए हाम्रो के छ ए नेगेटिभ छ भनेपछि यहाँ राख्दै नेगेटिभ राख्ने त्यसपछि ए स्क्वायर डिभाइड बाई 2 किन गरेको यो ए स्क्वायर डिभाइड बाई 2 किन गरेको भन्दाखेरि यो हाम्रो न्युमिनेटर डिनोमिनेटरको फर्ममा छैन भनेपछि यो फर्मुलामा चाहिँ यो फर्ममा ल्याउनु खोज्ने यतिसम्म बुझ्नुहुन्छ होइन यतिसम्म बुझ्नुहुन्छ अब मैले एकपल्ट फेरि सम्झिनुहोस् त मैले अगाडितिर तपाईँहरूले के भनेको थिएँ भने यदि एक्स हाम्रो पोजिटिभमा छ भने चाहिँ के गर्ने एक्स पोजिटिभमा छ भनेपछि एलएन एक्स थप्ने है भनेपछि के हुने भयो यहाँ हेर्नुहोस् त एक्स पोजिटिभमा छ भनेपछि एलएन मोडुलसभित्र एक्स प्लस रुट अन्डर अब यहाँ जे छ त्यो राखिदिनुहोस् है यहाँ हेर्नुहोस् है के छ जे छ त्यो राखेको छ अब यहाँको हाम्रो फर्मुलामा हेर्नुहोस् जे छ त्यो एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस है एक्स स्क्वायर माइनस ए स्क्वायर रुट अन्डर प्लस सी हुने भयो कि नै यतिसम्म एकदमै क्लियर हुनुहुन्छ ल अब म थर्डबाट तपाईँहरूलाई बुझाउँछु है एकदम अब यो बुझ्नु भएन भनेपछि अब तल्लो पनि हेर्नुहोस् योबाट एकदम क्लियर हुनुहुन्छ होला यहाँ हेर्नुहोस् है एक्स स्क्वायर प्लस ए स्क्वायर अब सुरुमा मैले के भनेको थिएँ तपाईँहरूले सम्झिनुहोस् त यो डिनोमिनेटर र न्युमिनेटरको भन्ने कन्सेप्ट बुझ्नुहोस् है यहाँ चाहिँ हाम्रो न्युमिनेटर र डिनोमिनेटर भन्ने छैन भनेपछि यहाँ बनाउनु खोज्नु पऱ्यो भनेपछि एक्स डिभाइड बाई 2 त अनिवार्य हुने नै भयो त्यो चाहिँ मल्टिप्लाई केले यो क्वेसनले भनेपछि क्वेसन के छ हाम्रो एक्स स्क्वायर प्लस ए स्क्वायर है अब हेर्नुहोस् है अब हाम्रो यहाँ अब हामीले के बुझ्नु पऱ्यो भने अब यहाँ हाम्रो ए को अब ए त्यसपछि एक्सको काम भइसकेपछि ए को गरिदिनुहोस् सरी एक्सको काम पहिला भयो त्यसपछि ए को गर्यो अब एक्सको काम भइसकेपछि अब प्लस है अब ए हाम्रो नेगेटिभ छ कि पोजिटिभ छ अहिले पोजिटिभ छ भनेपछि ए स्क्वायर डिभाइड बाई 2 हुने भयो ए स्क्वायर डिभाइड बाई 2 त्यसपछि मैले के भने तपाईँहरूलाई फेरि अगाडिको फर्मुला सम्झिनुहोस् त्यसपछि न्युमिनेटर डिनोमिनेटरवालामा जानुहोस् एकपटक फेरि ए स्क्वायर एक्स स्क्वायर माइनस एक्स स्क्वायर प्लस ए स्क्वायर छ होइन हो यसमा के भने यदि एक्स चाहिँ पोजिटिभ छ भने चाहिँ के राख्ने रे एलएन एक्स राख्ने है अब राखिदिनुहोस् त एलएन मोडुलस एक्स प्लस रुट अन्डर यो जस्ताको जस्तै राखिदिनुहोस् एक्स स्क्वायर प्लस ए स्क्वायर प्लस सी भयो होइन एकदम इजी छ कि यो फर्मुला तपाईँहरूले सम्झिनलाई सजिलो भयो होला भन्ने बुझिन्छ है ल ठिक छ अब त्यसपछि अब यति तपाईँहरूले याद भयो होइन जसरी पनि तपाईँले यदि यो बुझ्नु भएको छैन भनेपछि यो भिडियोलाई तपाईँहरू जम्मा अहिले 10 मिनटको मात्र छ 10 यसलाई 20 जम्मा 20 मिनट दिनुहोस् एकपटक हेर्नुहोस् फेरि दोस्रोबाट आफै ट्राई गर्नुहोस् आएन भने फेरि भिडियो हेर्नुहोस् भनेपछि तपाईँहरू 30 मिनट दिनुभयो भने पछि मात्र सकिन्छ है 30 मिनट पनि दिनु पर्दैन 20 मिनट मात्र 20 मिनटमा पुरै फर्मुला सम्झाउन सक्नुहुन्छ त्यसपछि अब यो फर्मुला तपाईँहरूलाई आउँछ होइन यो फर्मुला आउँछ भने अब तपाईँहरूले यो पनि हल्का हल्का हेर्नु पऱ्यो धेरै हेर्नु पर्दैन तैपनि अब तपाईँहरूले आउँछ अब यो बिर्सिनुहुन्छ भनेर बिर्सेपछि तपाईँहरूले यो भिडियो चाहिँ हेर्नु पऱ्यो है 6वटा फर्मुला मात्र त्यसपछि ई पावर एक्सको इन्टिग्रेसन र डेरिभेटिभ एउटै हुन्छ ई पावर एक्स नै हुन्छ त्यसपछि यदि फङ्सनको जे डिनोमिनेटरमा फङ्सन छ त्यसको डेरिभेटिभ न्युमिनेटरमा छ भनेपछि एलएन एक्स फङ्सन प्लस फङ्सन एक्स गरिदिनुहोस् है एलएन फङ्सन प्लस सी गरिदिनुहोस् यो पनि एकदम सजिलो छ म पछि क्वेसनमा गएपछि यो कहाँ युज हुन्छ भनेर तपाईँहरूलाई क्वेसन गर्दाखेरि नै थाहा हुन्छ है अब यति अहिले यो बुझ्नुहोस् रिमेम्बर मात्र गर्नुहोस् अब यी नम्बरमा चाहिँ हाम्रो यदि रुट अन्डरभित्रको फङ्सन जे छ त्यसकै डेरिभेटिभ माग्छ भनेपछि त्यसको हाम्रो इन्टिग्रेसन के हुन्छ 2 रुट अन्डर एफ अफ एक्स प्लस सी हुन्छ है अब अर्को यदि अगाडि फङ्सन छ हाम्रो यदि रुटभित्र जे छ त्यसकै फङ्सन रुटभित्रको फङ्सनको डेरिभेटिभ अगाडि छ भने चाहिँ त्यसको फर्मुला हुन्छ 3/2 एफ अफ एक्स 3/2 प्लस सी हुन्छ है यति तपाईँ सम्झिनुहोस् मात्र अब हामी चाहिँ क्वेसनतिर लागौँ है क्वेसनमा के छ भने टाइप 1 क्वेसन फर्स्टमा म तपाईँहरूलाई टाइप गरेर क्वेसनहरू सिकाउँछु जसले गर्दा तपाईँहरूलाई इक्जाममा कुन टाइपको भनेर बुझ्नलाई सजिलो होस् है सुरुमा चाहिँ के छ भने हाम्रो टाइप 1मा चाहिँ जेनरल फर्मुलालाई जस्तै इक्जाम्पल अब 1 नम्बरमा छ कस्तो भनेपछि dx डिभाइडेड बाई एक्स स्क्वायर प्लस 9 है अब एक्स स्क्वायर 9 भनेपछि अब यसमा के गर्ने भने सुरुमा गरिदिनुहोस् हामीले इन्टिग्रेसन dx अब यसलाई फर्मुलाको टर्ममा राख्नु पऱ्यो अब यसमा चाहिँ a को एक्स चाहिँ यसले चाहिँ एक्स भने यो चाहिँ 9ले चाहिँ कन्सटेन्ट भने चाहिँ a को रोल खेल्यो अब यहाँ फर्मुला हाम्रो के छ भने dx बाई एक्स स्क्वायर प्लस ए स्क्वायरको फर्मुला के छ भन्नुहोस् त dx बाई एक्स स्क्वायरको फर्मुला के छ प्लस आएपछि मैले के भनेको छु tan इन्भर्स एक्स बाई ए भनेको थिएँ नि
tan इन्भर्स एक्स बाई ए होइन अगाडि 1/a पनि हुने भयो 1/a tan इन्भर्स एक्स बाई ए भनेपछि यसलाई 9लाई 3को स्क्वायर गरिदिनुहोस् स्क्वायर फर्ममा राख्दाखेरि 3को स्क्वायर 9 भएपछि अब यसलाई फर्मुलामा राखिदिनुहोस् अब यो के हुन्छ 1/a tan इन्भर्स 1/a भने कति हाम्रो अहिले 3 छ भने चाहिँ डाइरेक्ट राखेँ है मैले tan इन्भर्स एक्स बाई एक्स भनेको एक्स नै छ ए भनेको 3 प्लस सी हुने भयो यतिसम्म बुझ्नुहुन्छ होइन ल ठिक छ अब नेक्स्ट क्वेसन ट्राई गरौँ है अब एउटा अब धेरैमा बढीमा 2 र 3टा मात्रै गर्ने एउटा टाइपबाट किनकि हामीले डिटेलली अगाडिको भिडियोहरूमा गरिसकेको छ एक्सर्साइजबाट यो चाहिँ हाम्रो रिभिजन क्लास भएकोले अब तपाईँहरूलाई इक्जाममा सजिलो होस् भनेर गरेको है अब यहाँ हेर्नुहोस् त अब यो गर्नुहोस् त ल अब फर्स्टमा भिडियो तपाईँहरूले पज गरेर क्वेसन प्र्याक्टिस गर्न आफै ट्राई गर्नुहोस् अब त्यसपछि भएन भने चाहिँ बल्ल भिडियो हेर्ने हो कि जसले गर्दा तपाईँहरूलाई सजिलो हुन्छ है ल ट्राई गर्नुभयो होला यदि भयो भने ठिक छ भएन भने यहाँ हेर्नुहोस् अब इन्टिग्रेसन अब हामीले के थाहा छ भने फर्मुलाको टर्ममा राखेपछि dx डिभाइडेड बाई है यहाँ ध्यान दिनु पऱ्यो तपाईँहरूले के ध्यान दिनु पऱ्यो भन्दाखेरि अब हाम्रो यहाँ यो हेर्नुहोस् त एक्सको अगाडि कुनै फर्मुलामा हाम्रो यो फर्मुला छ जस्तै यो फर्मुलामा हेर्नुहोस् त यो यदि माइनसको फर्ममा लगे पनि इन्टिग्रेसन dx डिभाइडेड बाई एक्स स्क्वायर माइनस ए स्क्वायर छ भनेपछि यदि ए माइनस र प्लस भएपछि के हुन्छ अरे हाम्रो एल 1/2a ln राख्ने भनेको थिएँ मैले यो नेगेटिभमा छ भने चाहिँ एक्स माइनस ए डिभाइडेड बाई एक्स प्लस ए प्लस यसको फर्मुला हुन्छ है ठिक छ ल ठिक छ यतिसम्म त बुझ्नुभयो अब यहाँमा हेर्नुहोस् त यो एक्सको अगाडि कोएफिसिएन्ट कुनै नम्बर छ त कन्स्ट्यान्ट नम्बर छैन नि त अब हाम्रो यसमा त यो छ हो भनेपछि यसलाई जतिसक्दो कमन ल्याउन खोज्नु पऱ्यो हामीले मैले कमन ल्याइदिएँ भने चाहिँ एक्स स्क्वायर माइनस 4 के अरे 9 डिभाइडेड बाई 4 हुने भयो है यतिसम्म ठिक छ यसलाई 1/4 अगाडि राखिदिनु जस्तो चाहिँ इन्टिग्रेसन डिएक्स होल डिभाइडेड बाई यहाँ हेर्नुहोस् त अब यो के छ एक्स स्क्वायर माइनस अब यसलाई स्क्वायर टर्ममा राख्दाखेरि कति हुने भयो 3/2 होल स्क्वायर हुने भयो कि नै हुने भयो है अब यसलाई फर्मुला राखिदिनुहोस् यो के एक्स स्क्वायर माइनस यसको फर्मुला यो 1/4 चाहिँ अगाडि जस्ता जस्तै आउने भयो यहाँबाट 1/4 जस्ता जस्तै आएपछि एलएन सरी 1/2a अब फर्मुला 2a भनेको चाहिँ अहिले 2a भनेको a को ठाउँमा 3/2 छ है 3/2 त्यसपछि एलएन हुने भयो एक्स माइनस ए फर्मुलामा एक्स माइनस ए भनेको 3/2 डिभाइडेड बाई एक्स प्लस 3/2 प्लस सी ल यतिसम्म बुझ्नु भएन यो टुले क्यान्सल गरेपछि अगाडि कति हुने भयो मल्टिप्लाई गर्दाखेरि 4 × 3 भनेको 12 आउने 1/12 एलएन आउने भयो यसले म यता मल्टिप्लाई गर्ने 2x माइनस 3 डिभाइडेड बाई 2 होल डिभाइडेड बाई 2x प्लस 3 डिभाइडेड बाई 2 प्लस सी है अब हेर्नुहोस् त लास्टमा 1/12 एलएन यो टुले क्यान्सल गरेपछि कति हुने भयो 2x माइनस 3 डिभाइडेड बाई 2x प्लस 3 प्लस सी आर आन्सर ल बुझ्नु भयो होइन एकदम सजिलो छ कि यो बुझिन्छ है अब यो टाइप 1 वाला क्वेसन सकिन्छ होइन टाइप 1 वाला सब यस्तै सोध्ने हो तपाईँहरूले अगाडि कन्सेप्ट दिएको हुनसक्छ अब यस्तै सोध्ने हो अब यो चाहिँ तपाईँहरूलाई मेन कति भने एमसीको लागि एकदम इम्पोर्टेन्ट छ यो चाहिँ 2 मार्क्ससम्मको सोध्छ है 2 मार्क्सको लागि हो हाम्रो ल अब नेक्स्ट टाइप क्वेसन ल अब हाम्रो टाइप 2 क्वेसन क्वेसनमा कस्तो हुन्छ भने पर्फेक्ट स्क्वायरवाला अब पर्फेक्ट स्क्वायरवाला तपाईँहरूलाई थाहा नै छैन यो भनेको फर्मुला a स्क्वायर प्लस 2b प्लस b स्क्वायरको फर्म जस्तै बनाउनु पर्ने हुन्छ पर्फेक्ट स्क्वायरवालामा अब यो पनि हाम्रो एकदमै इम्पोर्टेन्ट छ है यो क्वेसनहरू यो त छोड्नै नहुनेवाला छ नि अब यस्तो क्वेसन देखेपछि तपाईँले के गर्ने भने अब हेर्नुहोस् है यो किन पर्फेक्ट स्क्वायरवाला यस्तोको आउँछ भने अब यसलाई किन सल्भ गर्नु परेको भने अब फर्स्टमा सल्भ गर्नु त्यसपछि म भन्छु है इन्टिग्रेसन यहाँ हेर्नुहोस् अब डिएक्स बाई यहाँ हाम्रो के छ अहिले एक्स स्क्वायर प्लस अब यसलाई फर्मुलाको टर्ममा भने चाहिँ 2 फर्मुलाको 2 एक्स भने चाहिँ अब यहाँ 3 हुने भयो 2ab बी फेरि बीको स्क्वायर अब यो 3 को स्क्वायर थपेपछि यसलाई घटाएर ब्यालेन्स गर्नुको लागि प्लस 8 हुने भयो बुझ्नुहुन्छ नि यहाँसम्म ठिक छ अब हेर्नुहोस् त डिएक्स होल डिभाइडेड यहाँदेखि यहाँसम्म कुन फर्मुलाको टर्ममा गयो कि नै कुन फर्मुलामा एक्स प्लस 3 को होल स्क्वायरको फर्ममा अब यसलाई कति 3 को स्क्वायर भनेको 9 प्लस 8 भयो इन्टिग्रेसन डिएक्स होल डिभाइडेड बाई यहाँ हुने भयो एक्स प्लस 3 को स्क्वायर माइनस अब यसलाई कति हुन्छ भन्नुहोस् त यहाँ हेर्नुहोस् त यति भइसक्यो होइन यो भनेको कति -1 आउँछ है -1 आउँछ यति भइसकेपछि अब तपाईँहरूले के गर्नु पऱ्यो भने डिएक्स बाई यो भनेको फर्मुलाको टर्ममा गयो स्क्वायर माइनस 1 को स्क्वायर होइन अब यो चाहिँ यसले चाहिँ यो चाहिँ यो चाहिँ कस एक्स जस्तो भयो यो चाहिँ ए जस्तो भयो अब यो एक्स स्क्वायर ए स्क्वायर जस्तो भयो भने चाहिँ अब फर्मुला के हुन्थ्यो भन्नुहोस् त
फर्मुला हुन्थ्यो हाम्रो यदि ए माइनस भएको भए के भनेको थियो हामीले फर्मुला रिमेम्बर गर्ने बेला यहाँ हेर्नुहोस् त यहाँ हाम्रो ए माइनसमा छ यो एक्स स्क्वायर माइनस ए भने ए माइनसमा भएपछि के हुन्छ अरे हाम्रो माइनस देख्ने बित्तिकै 1/2 ln ए हुन्थ्यो फर्मुला। अब यहाँ पनि त्यस्तै गरौँ फर्मुला के अरे 1/2 ln अब अहिले ए नेगेटिभमा छ भने चाहिँ एक्स माइनस ए डिभाइडेड बाई एक्स प्लस ए प्लस सी हुन्छ है यही वाला फर्मुला हुन्छ हाम्रो। अब यति भइसकेपछि चाहिँ राखिदिनुहोस् यो भ्यालु 1/2 ए भनेको अहिले कति छ 1 छ होइन इन्टु 1 ln त्यसपछि कति एक्स माइनस ए एक्स भनेको कति अहिले हाम्रो एक्स प्लस 3 माइनस 1 डिभाइडेड बाई एक्स प्लस 3 प्लस 1 प्लस सी है यो भनेको 1/2 ln एक्स प्लस 2 डिभाइडेड बाई एक्स प्लस 4 प्लस सी आयो। बुझ्नुहुन्छ होइन ल ठिक छ हाम्रो आन्सर यति नै छ। अब एउटा नेक्स्ट क्वेसन गरौँ है त्यही अब एउटा अर्को क्वेसन गरौँ है यो क्वेसन छ dx होल डिभाइडेड बाई 9x² प्लस 12x प्लस 13 dx। अब तपाईँहरूले यस्तो देख्ने बित्तिकै यो भनेको कुन टाइपको फर्म हाम्रो क्वेसनले पर्फेक्ट स्क्वायर भनेको हामीले फर्मुलामा राख्नु पऱ्यो कुन फर्मुला a² प्लस 2b प्लस b² को फर्ममा। अब हेर्नुहोस् अब यो चाहिँ अरू चाहिँ भन्दा पनि अब हामीले बुझ्नु पऱ्यो कि a² प्लस 2ab प्लस b² भनेपछि यहाँ हेर्नुहोस् त a² को अगाडि कुनै कन्स्टेन्ट नम्बर छ त जस्तै 1 त छ 1 भन्दा नि 2 3 4 5 के छ त छैन हो छैन भनेपछि यहाँ त हाम्रो छ। अब यसलाई हटाउनु पऱ्यो कि परेन भनेपछि यसलाई मैले कमन ल्याइदिएँ है dx डिभाइडेड बाई 9 कमन राखेँ x² प्लस 12x/9 प्लस 13/9 dx हुने भयो है। त्यसपछि अब हेर्नुहोस् त dx होल डिभाइडेड बाई यो 1/9 मैले अगाडि राखेँ है 1/9 अगाडि राखेपछि यो हुने भयो x² प्लस यसलाई हामी कति 4x/3 लेख्न मिल्छ होइन मिल्छ यो हुने भयो 9 को जस्ता जस्तै नै छ अरू यो चाहिँ dx एकचोटि लेखिसकेपछि दुईचोटि लेख्नु परेन है सरी त्यसको लागि माथि आइसक्यो 1/9 इन्टिग्रेसन dx होल डिभाइड बाई अब हेर्नुहोस् त यो भनेको x² प्लस 2 फर्मुलाको 2x यो भनेको 2/3 यो चाहिँ प्लस अब 2/3 भनेको b को फर्ममा राख्यो भनेपछि 2/3 को होल स्क्वायर अब यो प्लस गरेपछि माइनस जस्ता जस्तै गरिदिनुहोस् 2/3 को होल स्क्वायर प्लस 13/9 त राख्यौँ हामीले यसमा बुझ्नुभयो कि नै केही गरेको छैन यो सब जस्ताको अगाडि x जस्ता जस्तै यो भनेको 2 × 2 भनेको 4x/3 नै हुन्छ कि यो सब भनेको यो भ्यालु भनेको 4x/3 नै हुन्छ यसलाई मिलाएर लेख्दाखेरि 2ab प्लस b² को फर्ममा राखेको अब b² को फर्म भनेपछि त 2/3 को स्क्वायर हुने भयो। अब यो एड गर्दाखेरि हामीले यसलाई घटायो किनकि यो क्यान्सल भएर आउने भनेको यो नै हो लास्टमा यतिसम्म बुझ्नुहुन्छ भन्ने अब तपाईँहरूले बुझ्नुभयो होला होइन ल ठिक छ। त्यसपछि dx अब यहाँ हेर्नुहोस् त यहाँदेखि यहाँसम्म के को फर्ममा छ फर्मुलाको कुन फर्मुलामा x² प्लस x प्लस 2 डिभाइडेड बाई 3 को होल स्क्वायर को फर्ममा छ है। अब यो भनेको 4/9 प्लस 13/9 हो साह्रै भयो ल ठिक छ। त्यसपछि हुने भयो यो x प्लस 2/3 को होल स्क्वायर यसलाई त क्यालकुलेटरमा गर्नु हाल्नुभयो भने चाहिँ +1 आउँछ है +1 आउँछ +1 आएपछि अब यसलाई +1लाई 1 को स्क्वायर लेख्न मिल्छ कि मिल्दैन मिल्छ होइन। अब यसलाई फर्मुला राखिदिनुहोस् के थियो हाम्रो फर्मुला थियो 1 डिभाइडेड बाई x² प्लस a² भनेपछि यदि दुईटै प्लसमा छ भनेपछि के आउँछ के आउँथ्यो 1/a tan इन्भर्स x/a प्लस c आउँथ्यो होइन। अझै राखिदिनुहोस् 1/2 अगाडि 1/9 जस्ता जस्तै सरी 1/9 राखेँ मैले अगाडि जस्ता जस्तै त्यसपछि हुन्छ 1/9 भइसकेपछि इन्टु 1/a भनेको कति a भनेको 1 छ भनेर लेख्नु परेन tan इन्भर्स x/a x भनेको कति छ अहिले x प्लस 2/3 होल डिभाइडेड बाई a भनेको 1 छ होइन 1 प्लस c। अब यसलाई मिलाएर लेख्दाखेरि 1/9 tan इन्भर्स यसले यता मल्टिप्लाई 3x प्लस 2 डिभाइडेड बाई 3 प्लस c आवर आन्सर है। बुझ्नु भएन यो पनि एकदम इजी छ इम्पोर्टेन्ट पनि छ यो तपाईँ सोधेपछि यो
3 मार्क्समा सोध्छ यो क्वेसन सोधेपछि। अब हामी नेक्स्ट टाइपको क्वेसन हेरौँ है। अब नेक्स्ट टाइप भनेको म लास्ट गर्छु है। यो भनेको कस्तो छ भने 1 डिभाइडेड बाई इन्टिग्रेसन 1 डिभाइडेड बाई 1 माइनस एक्स स्क्वायर माइनस एक्स माइनस एक्स स्क्वायर डिएक्स है। यो टाइपको क्वेसन छ, यो पनि इम्पोर्टेन्ट छ तपाईँहरूको लागि। अब यस्तो देख्ने बित्तिकै तपाईँले के गर्नु पऱ्यो भने यसलाई पर्फेक्ट स्क्वायरमा लान खोज्नु पऱ्यो। पर्फेक्ट स्क्वायरमा लान खोजेपछि यो भने हाम्रो त अगाडि स्क्वायरमा लान खोजेपछि हाम्रो अगाडि एक्स स्क्वायर हुन्छ कि हुँदैन हो भनेपछि अगाडि राखिदिनुहोस् यसलाई 1 डिभाइडेड बाई माइनस एक्स स्क्वायर माइनस एक्स प्लस 1। यो केही पनि गरेको छैन है। यो माइनस छ माइनस अगाडि राखेँ, यो पनि माइनस छ माइनसमा, यो प्लसमा छ भने प्लसमा राखेको है। अब यहाँ त डिएक्स नै हुने नै भयो। अब यति भइसकेपछि 1 डिभाइडेड बाई माइनस चाहिँ मैले अगाडि कमन ल्याइदिएँ। माइनस चाहिँ कमन ल्याएपछि कति रहने भयो एक्स स्क्वायर प्लस एक्स माइनस 1 हुने भयो कि नै हुने भयो है। अब यति भइसकेपछि यहाँ हेर्नुहोस् 1 डिभाइडेड बाई यो भनेको एक्स स्क्वायर प्लस 2 फर्मुलाको 2 एक्स भनेको ए, अब बी भनेको कति राख्ने 1/2 राख्ने, किनकि हामीले यसलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ हो। प्लस 1/2 को होल स्क्वायर माइनस 1/2 को होल स्क्वायर माइनस 1 हुने भयो। यतिसम्म बुझ्नुहुन्छ होइन? यहाँ त डिएक्स हुने नै भयो। अब इन्टिग्रेसन 1 डिभाइडेड बाई यहाँ हेर्नुहोस् यहाँदेखि यहाँसम्म के फर्ममा भयो एक्स स्क्वायर प्लस एक्स प्लस 1/2 को होल स्क्वायरको फर्ममा भयो माइनस यो हुने भयो 1/4 माइनस 1 हुने भयो। अब यसलाई लेख्दाखेरि इन्टिग्रेसन यहाँ हेर्नुहोस् इन्टिग्रेसन 1 डिभाइडेड बाई यो हुने भयो एक्स प्लस 1/2 को होल स्क्वायर हुने भयो होइन। एक्स डिभाइडेड 1 अब यसलाई यता मल्टिप्लाई गर्दाखेरि कति हुने भयो भन्दाखेरि यो टोटल हुने भयो कि माइनस 5/4 हुने भयो। माइनस 5/4 भएपछि यहाँ हुने भयो। अब के नबिर्सिनु पऱ्यो भने यो माइनसलाई चाहिँ हामीले बिर्सनु भएन, छुटाउनु भएन। माइनस जस्ता जस्तै भएपछि अब यो हुने भयो 1 डिभाइडेड बाई एक्स प्लस 1/2 को होल स्क्वायर है माइनस यो भनेको 5/2 को होल स्क्वायर गरेपछि कति आउँछ 5/4 नै आउँछ यहाँ भनेको डिएक्स। अब यसलाई मल्टिप्लाई माइनसले भित्र मल्टिप्लाई गर्दाखेरि अगाडि पछाडि चेन्ज हुने भयो भनेपछि हाम्रो यहाँ हुन्छ 5 डिभाइडेड बाई 2 यहाँ हुने माइनस एक्स प्लस 1 डिभाइडेड बाई 2 को होल स्क्वायर हुने भयो है। यहाँ हुने भयो डिएक्स। यतिसम्म बुझ्नुभयो। यतिसम्म बुझेपछि अब हाम्रो फर्मुलामा जाने भयो। कुन फर्मुलामा जाने भयो माइनस छ भनेपछि हामीले यो हाम्रो कुन फर्मुला जाने भने ए स्क्वायर माइनस एक्स स्क्वायरको फर्मुलामा जाने भयो। यो भइसकेपछि माइनस देख्ने बित्तिकै मैले भनेको थिएँ 1/2 ए एलएन चाहिँ लेखिदिइहाल्नुहोस्। अब अहिले हाम्रो ए चाहिँ केमा छ पोजिटिभमा भनेपछि यहाँ हुने भयो एक्स प्लस ए होल डिभाइडेड एक्स माइनस ए हुने भयो। सरी यस्तो नभएर हाम्रो कुन फर्मुलामा जाने भयो भन्दाखेरि यो एक्स चाहिँ अगाडि आउने भयो है। ए चाहिँ हाम्रो ए चाहिँ अगाडि आउने भयो। ए अहिले पोजिटिभमा छ भने यहाँ पोजिटिभमा राखिदिनुहोस् ए प्लस एक्स डिभाइड बाई ए माइनस एक्स गरिदिनुहोस् प्लस सी आयो है। ल ठिक छ। अब यो फर्ममा राख्दाखेरि हाम्रो कति के आउने भयो भने 1/2 ए भनेको अहिले कति छ हाम्रो 5/√5/2 हुने भयो। अब एलएन त्यसपछि हाम्रो हुने भयो ए भनेको √5/2 प्लस एक्स माइनस 1/2 एक्स माइनस 1/2 हुने भयो होल डिभाइड बाई √5 डिभाइडेड बाई 2 माइनस एक्स माइनस 1 डिभाइडेड बाई 2 प्लस सी। यहाँ तपाईँहरूले लेख्नुभयो भने यसले यो क्यान्सल आउट 1/√5 एलएन हुने भयो। अब यो हुने भयो √5 प्लस यसले उता मल्टिप्लाई गर्दाखेरि 2x यसले उता फेरि गर्दाखेरि -2 हुने भयो सरी -1 हुने भयो होल डिभाइड गर्दाखेरि √5 -2x प्लस 1 प्लस यो 2ले यो तलको 2ले माथिको 2ले क्यान्सल आउट गर्छ है। हाम्रो आन्सर पनि यति नै छ किताबमा है। यो पनि बुझ्नुभयो होला। ल अहिले हामीले कति टाइप 1 र टाइप 2 क्वेसन पुरा भइसकेको छौँ भने अब चाहिँ हामी टाइप 3 को क्वेसनतिर लागौँ है। टाइप 3 कुन कस्तो टाइपको सोध्छ भनेको टाइप 3 मा कस्तो क्वेसन राखेको छ भने मैले जो हुन्छ नि
फङ्सनको माथि पनि फङ्सनमा लाग्यो, फङ्सनको माथि पनि फङ्सन टाइप 3 मा कस्तो भने फङ्सनको माथि पनि फङ्सन जस्तै हेर्नुहोस्। यो इक्जाम्पलको लागि कस्तो क्वेसन भने इन्टिग्रेसन 2x integration of 2x plus 3 whole divided by x square plus 4x plus 5 dx वाला क्वेसन। अब यस्तै हेर्नुहोस् त, अब के गर्ने त, अगाडि त हाम्रो माथि फङ्सन थिएन, अहिले त फङ्सनको माथि नि फङ्सन छ कि छैन, छ होइन। अब यसको लागि मेन कुन फर्मुला अप्लाई हुन्छ भनेपछि मैले तपाईँहरूलाई एउटा फर्मुला तपाईँहरूलाई के दिएको थिएँ भने यो टाइपको फर्मुला, फङ्सनको माथि इन्टिग्रेसन x डिभाइडेड बाई फङ्सन अफ x भएपछि यसको फर्मुला हुन्छ ln f अफ x प्लस c भन्ने फर्मुला एउटा फर्मुला दिएको थिएँ। त्यो फर्मुला कस्तो टाइपको हो भनेपछि यहाँ फङ्सन हेर्नुहोस् त, यदि फङ्सनको जुन डिनोमिनेटरमा छ हो त्यसकै डिनोमिनेटरको डेरिभेटिभ गरेपछि त्यो न्युमिनेटरमा हुन्छ भने त्यसको फर्मुला यो हुन्छ। अब यो इक्जाम्पलबाट हेरौँ, इन्टिग्रेसन अब पहिला डिनोमिनेटरमा के छ हाम्रो एक्स स्क्वायर प्लस 4x प्लस 5 होइन, एक्स स्क्वायर प्लस 4x प्लस 5, यसको डेरिभेटिभ कति हुन्छ 2x प्लस 4 हुन्छ कि नै, 2x प्लस 4 यहाँ कति चाहिँ हाम्रो 2x प्लस 3 छ हो। अब यसलाई 2x प्लस 4 बनाउनु पऱ्यो, 2x प्लस 4 बनाउनको लागि हामीले के गर्ने भने 2x प्लस 3 प्लस 1 भनेको 4, अब एउटा प्लस एउटा जोडेको कारण एउटा घटाइदिनु पऱ्यो, किन घटाएको हामीले ब्यालेन्स गर्नको लागि है। यहाँ हुनुभयो एक्स स्क्वायर प्लस 4x प्लस 5 dx हुनुभयो। यतिसम्म क्लियर हुनुहुन्छ नि, ल ठिक छ है। त्यसपछि हुनुभयो अब छुट्याइदिनुहोस् 2x प्लस 4 डिभाइडेड बाई एक्स स्क्वायर प्लस 4x प्लस 5 यो माइनस 1 छुट्टै राखिदिनुहोस्, यो भनेको एक्स स्क्वायर प्लस 4x प्लस 5 dx हुनुभयो। यतिसम्म क्लियर हुनुहुन्छ कि नै, बुझिन्छ है, ल ठिक छ। बुझेपछि अब यति भइसकेपछि यो इन्टिग्रेसन साइन हट्ने भयो, किनकि हाम्रो यहाँ हेर्नुहोस् त डिनोमिनेटरमा जे छ त्यसको माथि न्युमिनेटरमा त्यसको डेरिभेटिभ छ भनेपछि डाइरेक्ट हुन्छ ln राखिदिनुहोस्, त्यसपछि f अफ x प्लस c भनेको डिनोमिनेटरमा जे छ त्यही एक्स स्क्वायर प्लस 4x प्लस 5 है, 4x प्लस 5 हुने भयो माइनस। यतिसम्म त क्लियर एकदमै, ल ठिक छ। इम्पोर्टेन्ट पनि छ है यो। अब यसो गरिदिनु पऱ्यो, अब यो चाहिँ हामीले अगाडि गरिसकेको छ कि कसरी गरिसकेको छ भने अब यो इन्टिग्रेसन यहाँ आउने भयो, इन्टिग्रेसन प्लस 4x प्लस 5 हुने भयो 5 dx। यो चाहिँ अब यसको काम सिद्धिसकेपछि यसलाई जस्तो तस्तो राखिहाल्नुहोस् अगाडि माइनस इन्टिग्रेसन। यो भनेको कस्तो छ अहिले पर्फेक्ट स्क्वायर जस्तो छ कि छैन, छ होइन। हामीले भर्खरै गरेको टाइप 2 मा गरेका थियौँ यस्ता यस्ता क्वेसनहरू। अब यसलाई पर्फेक्ट स्क्वायरमा गर्दाखेरि स्क्वायर प्लस यो भनेको 2 फर्मुलाको 2x b भनेको 2 प्लस 2 को स्क्वायर माइनस 2 को स्क्वायर प्लस 5 हुने भयो dx हुने भयो। यति भइसकेपछि यहाँ ln एक्स स्क्वायर प्लस 4x प्लस 5 माइनस इन्टिग्रेसन 1 डिभाइडेड बाई यहाँदेखि यहाँसम्म कुन फर्मुलामा भयो x प्लस 2 को होल स्क्वायर फर्मुलामा जस्तै भयो। अब यो भनेको माइनस 4 प्लस 5 भनेको कति हो प्लस 1 हो कि नै, प्लस 1 हो यो भनेको। यतिसम्म बुझ्नुभयो। अब ln एक्स स्क्वायर प्लस 4x प्लस 5 माइनस अब यसको इन्टिग्रेसनको फर्मुला के थियो हामीले यहाँ जस्तो मैले तरिका भनेको थियो, यदि दुईवटामा प्लस छ भनेपछि के हुन्छ भने 1/2 tan इन्भर्स 1/a tan इन्भर्स x/a प्लस c हुन्छ हो। अब 1/a भनेको हाम्रो a नै छ भनेको 1/a लेख्न परेन, tan इन्भर्स x/a, x भनेको x प्लस 2/1 लाई लेख्न परेन प्लस c। अब यसलाई राम्रोसँग मिलाएर लेख्दाखेरि हुने भयो ln एक्स स्क्वायर प्लस 4x प्लस 5 माइनस tan इन्भर्स x प्लस 2 प्लस c हुने भयो होइन। बुझ्नुभयो है। यो पनि इम्पोर्टेन्ट छ, यो पनि तपाईँहरूलाई 3 मार्क्स जति सोध्छ है, जहिले पनि 3 मार्क्सको सम्म आउने हाई चान्स छ एकदमै। बुझ्नुहुन्छ नि यो टाइपको क्वेसनहरू। यो कुन टाइपको थियो हाम्रो टाइप 3। टाइप 3 मा कस्तो न्युमिनेटरमा जे फङ्सन छ त्यसको माथि पनि फङ्सन हो, डिनोमिनेटर र न्युमेरेटरको फङ्सनवाला हाम्रो यस्तो टाइपको गरौँ। ल एउटा अब अरू क्वेसन गरौँ, त्यसपछि तपाईँहरू क्लियर हुनुहुन्छ होला। 2 नम्बर गरौँ है। अब एउटा एकदम इन्ट्रेस्टिङ क्वेसन छ है। इन्ट्रेस्टिङ क्वेसन के छ भने
इन्टिग्रेसन 4x प्लस 3 डिभाइडेड बाई 4x स्क्वायर प्लस 12x प्लस 5 dx। अब यस्तो क्वेसन गरेपछि के गर्ने, यस्तो क्वेसन देखेपछि तपाईँहरूले के गर्नु पऱ्यो भने फर्स्टमा डिनोमिनेटर हेर्नु पऱ्यो। डिनोमिनेटरमा जे छ त्यसको डेरिभेटिभ माथि छ कि छैन भनेर हेर्नु पऱ्यो है एकपटकको। डिनोमिनेटरमा 4x स्क्वायर प्लस 12x प्लस 5 छ। अब यसको डेरिभेटिभ गर्दाखेरि कति हुने भयो, 4 दुना 8, 8x प्लस यहाँ हुने भयो 12। अब माथि कति छ हाम्रो 8x प्लस 12 छ त छैन है। अब छैन भनेपछि हामीले बनाउनु खोज्नु पऱ्यो। कसरी बनाउने, यहाँ हुन्छ हाम्रो अब 8 बनाउनुको लागि त 2 ले मल्टिप्लाई गरेर 2 ले डिभाइड गर्न मिल्छ कि नै। 1/2 ले मल्टिप्लाई डिभाइड गरेपछि माथि मल्टिप्लाई गरेपछि कति हुने भयो, 2 ले डिभाइड र मल्टिप्लाई गर्न बोथ साइड गरेँ मैले भनेपछि यहाँ हुने भयो 8x प्लस 6 डिभाइड बाई 4x स्क्वायर प्लस 12x प्लस 5 dx अरे है। मैले केही पनि गरेको छैन, यहाँ जस्ट 2 ले मल्टिप्लाई गरेको। यहाँ हेर्नुहोस् है, यहाँ 2 ले मल्टिप्लाई गरेपछि 4 दुना 8 भयो, 3 दुना 6 भयो। अब यो 2 ले मल्टिप्लाई गरेपछि डिभाइड पनि गर्नु पऱ्यो, ठिक छ है। अब यो 1/2 इन्टिग्रेसन हुने भयो। अब हामीलाई बनाउनु पर्ने त रियलमा कति थियो, 8x प्लस 12 थियो। अब 12 बनाउनु पर्ने छ भनेपछि, तर अहिले हाम्रो कति बन्यो मात्र 6। अब 6 लाई अब 12 मा त बनाउनु पऱ्यो। अब कसरी बनाउने, अब यहाँ हेर्नुहोस् है, 8x प्लस 6 छ भनेपछि अब 6 मा कति जोडेपछि 12 बन्छ, 6 प्लस 6 12। अब 6 मैले जोडेँ, 6 जोडेपछि 6 घटाउनु पऱ्यो किनकि ब्यालेन्स गर्नको लागि। अब 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो कि नै, भन्नुहोस् त, हुने भयो है। 1/2 इन्टिग्रेसन। अब यसलाई छुट्टा छुट्टै लेखेँ मैले, 8x प्लस ल एकछिनको लागि 12 डिभाइड बाई 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो, यहाँ माइनस हुने भयो 6 इन्टिग्रेसन डिभाइड बाई 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो कि नै dx हुने भयो है। यति भइसकेपछि गरिदिनुहोस् 1/2 इन्टिग्रेसन। अब यसको यदि डिनोमिनेटरको हाम्रो डेरिभेटिभ माथि न्युमिनेटरमा छ भनेपछि त्यसलाई के लेख्न मिल्थ्यो हामीले, मैले भनेको थिएँ यदि इन्टिग्रेसन एफ अफ एक्स डिभाइडेड बाई एफ अफ एक्स छ भनेपछि के लेख्न मिल्छ, यसको लेख्न मिल्छ ln एफ अफ एक्स प्लस सी लेख्न मिल्छ है। भनेपछि अब यसमा लेखिदिनुहोस्, यो चाहिँ हट्ने भयो, ln एफ अफ एक्स भनेको कति हाम्रो फङ्सन 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो माइनस इन्टिग्रेसन। यो कमन राखिदिनुहोस् अगाडि, 6 चाहिँ हामीले यहाँ हुने भयो 1 डिभाइडेड बाई 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो, यहाँ नै भयो dx। यो जस्ता जस्तै राखेँ है मैले। यो भनेको 1/2 ठिक छ, यो भनेको दुइटैको 1/2 हो कि, यो यताको पनि हो। यो अहिले म ठुलो ब्र्याकेटमा राखेँ तपाईँलाई बुझ्न सजिलो होस् भनेर। ln 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो माइनस 6। अब हेर्नुहोस् त 1 डिभाइड बाई, अब यहाँ हाम्रो के छ भने यसलाई पर्फेक्ट स्क्वायरमा लग्न खोज्नु पऱ्यो। पर्फेक्ट स्क्वायरमा लाग्नुको लागि हाम्रो यो के छ, यहाँ चाहिँ एउटा कन्स्ट्यान्ट नम्बर छ भनेको 4 कन्स्ट्यान्ट नम्बर हो। अब यदि हाम्रो कन्स्ट्यान्ट नम्बरलाई अगाडि हामीले पर्फेक्ट स्क्वायरमा पढेको थियो, एक्स स्क्वायर प्लस 2b प्लस b स्क्वायर छ भनेपछि सरी ए स्क्वायर प्लस 2b प्लस b स्क्वायर छ भनेपछि ए स्क्वायरको अगाडि कुनै कन्स्ट्यान्ट नम्बर हुन्थ्यो त, जस्तै 2 4 6 हुन्थ्यो, हुँदैन थियो हो। मैले भन्न खोजेको ए स्क्वायर प्लस 2ab प्लस b स्क्वायरको फर्मुलामा यो ए को अगाडि कुनै कन्स्ट्यान्ट नम्बर छ, जस्तै 2 4 छ छैन, होइन छैन भनेपछि त यहाँ छ, यसलाई हटाउनु पऱ्यो कि नै। भनेपछि मैले 4 कमन राखेँ अगाडि, भनेपछि यहाँ आउने भयो एक्स स्क्वायर प्लस 12x डिभाइडेड बाई 4 प्लस 5/4 dx हुने भयो। यो 1/2 जस्ता जस्तै कमन, यो भन्नु ठुलो ब्र्याकेट 4x स्क्वायर प्लस 12x प्लस 5 हुने भयो माइनस 6 डिभाइडेड बाई 4 कमन आयो इन्टिग्रेसन 1 डिभाइडेड बाई। अब यहाँ के हुने भयो एक्स स्क्वायर प्लस, यसलाई कति लेख्न मिल्छ हामीले, यसलाई लेख्न मिल्छ 3x लेख्न मिल्छ प्लस 5/4 लेख्न मिल्छ dx हुने भयो। यसमा क्लियर हुनुहुन्छ होला है। फेरि 1/2 हुने भयो, यो ठुलो ब्र्याकेट ln 4x स्क्वायर प्लस 12x प्लस 5 माइनस यो अब 6/4 लाई कति लेख्न मिल्ने हामीले 3/2 लेख्न मिल्छ नै, मिल्छ। अब यसलाई पर्फेक्ट स्क्वायरमा लाग्नु पऱ्यो, एक्स स्क्वायर प्लस 2x
3/2 प्लस 3/2 को होल स्क्वायर माइनस 3/2 को होल स्क्वायर प्लस 5/4 हुने भयो 5/4 dx हुने भयो है। यतिसम्म त बुझ्नुभयो। अब 1/2 जस्ताको तस्तै राखेँ मैले ln 4x² प्लस 12x प्लस 5 माइनस 3/2 हुने भयो इन्टिग्रेसन। अब यहाँदेखि यहाँसम्म एउटा फर्मुलामा आयो। कुन फर्मुलामा? x प्लस 2/3 को होल स्क्वायर फर्ममा आयो। यति भइसकेपछि यहाँ हुने भयो 3 3 9 डिभाइडेड 4 प्लस 5/4 हुने भयो dx हुने भयो। यसमा बुझ्नुहुन्छ? बुझिन्छ है। अब यो हुने भयो 1/2 ln 4x² प्लस 12x प्लस 5 होइन। यसले यो अब यसको पनि यसको यताको हुने दुइटाको भनेपछि मैले मल्टिप्लाई गरिदिएँ बोथ साइड भनेपछि यहाँ हुने भयो 3/4 हुने भयो 3/4 यहाँ हुने भयो 1/x प्लस 3/2 को होल स्क्वायर यो -1 आउँछ है। यसलाई क्यालकुलेटरमा तपाईँले हान्नुभयो भनेपछि -1 को होल स्क्वायरको फर्ममा राखिदिउँ। यति भइसकेपछि यसलाई लेख्न मिल्छ 1/2 ln 4x² प्लस 12x प्लस 5 माइनस 3/4 भएपछि यो कस्तो फर्ममा छ अहिले हाम्रो? यो कुन फर्ममा छ भने x² माइनस a² फर्मुलामा जस्तो छ इन्टिग्रेसन। अब यसको फर्मुला हुन्थ्यो 1/2a ln x माइनस a डिभाइड बाई x प्लस a हुन्थ्यो कि नै? हुन्थ्यो होइन? x प्लस a माइनस सरी x माइनस a डिभाइड बाई x प्लस a हुन्थ्यो भनेपछि अब यसलाई राखिदिनुहोस् फर्मुलामा 1/2a भनेपछि 1/2 इन्टु a भनेको 1 नै हुने भयो। a भनेको 1/2 हुने भयो ln x माइनस a। अब x माइनस a भने चाहिँ अहिले x भनेको चाहिँ हाम्रो x प्लस 3/2 माइनस 1 डिभाइड बाई x प्लस 3/2 प्लस 1 प्लस c। अब यो यता मिलाएर लेख्छु ल मैले। मिलाएर लेख्दाखेरि 1/2a ln 4x² प्लस 12x प्लस 5 त हाम्रो अगाडि छँदै नै थियो। यति भइसकेपछि अब यहाँ हेर्नुहोस् त यहाँ हाम्रो कति छ 4 × 2 हो कि नै? 4 × 2 भनेको 3/8 हुने भयो। यहाँ हुने भयो 3/8 ln। अब यसलाई तपाईँहरूले मिलाएर लेख्नुभयो भनेपछि यसलाई मिलाएर भन्दा पनि यो 2 ले यहाँ हेर्नुहोस् यो 2 ले यता मल्टिप्लाई गरेपछि कति हुने भयो 2x हुने भयो। यहाँ हुने भयो 2x प्लस 3 होल डिभाइडेड बाई 2 माइनस 1 हुने भयो होल डिभाइड बाई। अब यता यसले यता फेरि यता मल्टिप्लाई गर्दाखेरि 2x प्लस कति हुने भयो 2x प्लस 3 डिभाइडेड बाई 2 प्लस 1 हुने भयो। अब यसलाई प्लस c यहाँ हेर्नुहोस् अब 1/2 ln 4x² प्लस 12x प्लस 5 जस्ता जस्तै माइनस 3/8 ln मैले जस्ता जस्तै राखेँ। यहाँ हुने भयो 2x प्लस 3 यसले यता मल्टिप्लाई गर्दाखेरि कति हुने भयो 2 हुने भयो। अहिले ल एक स्टेप फेरि बढाएर लेखेँ मैले डिभाइड बाई 2x प्लस 3 प्लस 2 डिभाइडेड बाई 2 हुने भयो प्लस c हुने भयो। यो 2 ले क्यान्सल भनेपछि लास्टमा हुने भयो 1/2 ln 4x² प्लस 12x प्लस 5 माइनस 3/8 ln 2x प्लस हुने 1 डिभाइडेड बाई 2बाट 3बाट 2 गर्दाखेरि 1 हुने भयो। यहाँ हुने भयो 2x प्लस 5 प्लस c आवर आन्सर है। यो पनि एकदम इम्पोर्टेन्ट छ भनेपछि यो जति लङ त्यति इम्पोर्टेन्ट भनेपछि यो 4 मार्क्सदेखि 5 मार्क्ससम्मको आउन सक्छ है। 4 देखि 5 मार्क्ससम्म इम्पोर्टेन्ट छ है। अब एउटा क्वेसन कस्तो भने यस्तैमा यदि रुट अन्डरभित्र आइदिए कस्तो रुट अन्डरवाला क्वेसन गरौँ है। मैले भन्न खोजेको कुनवाला क्वेसन भने एउटा लास्ट क्वेसन अब हाम्रो यो टाइपको यदि इन्टिग्रेसनभित्र x प्लस 2 होल डिभाइडेड बाई रुट अन्डरभित्र x² प्लस 2x माइनस 1
डिएक्स अघिसम्म हाम्रो के आएको थियो भने रुट अन्डर थिएन भने अहिले रुट अन्डर आइरहेको छ। यस्तो टाइपको क्वेसनलाई कसरी सल्भ गर्ने भन्ने हामी अब हेर्नेछौँ है। यस्तो टाइप गरेर योभन्दा अगाडि कुनवाला गरौँ भने यो क्वेसन गर्नुभन्दा अगाडि म एउटा अर्को टाइप गर्छु जो टाइप 2मा टाइप 1वाला पर्फेक्ट स्क्वायरवाला है। पर्फेक्ट स्क्वायरवाला कुन अब अगाडि हामीले पर्फेक्ट स्क्वायर पनि हामीले कुन कतिसम्म गरेको थियो भने एक्स स्क्वायर प्लस एक्स माइनस 2 यस्तोवाला गरेको थियो। अब यदि यसैभित्र रुट अन्डर आइदिए कसरी गर्ने भन्नेवाला क्वेसन गर्छौँ है हामी। सेम प्रोसेस त्यही हो, खालि फर्मुलामा मात्र फरक हुन्छ भन्ने बुझ्नु पऱ्यो हामीले। 1 डिभाइडेड बाई रुट अन्डरभित्र भनेको एक्स स्क्वायर प्लस 2 फर्मुलाको 2 एक्स 1/2 प्लस 1/2 को होल स्क्वायर माइनस 1/2 को होल स्क्वायर माइनस 2 हुने भयो रुट अन्डरभित्र। ठिक छ है। ल यति भइसकेपछि इन्टिग्रेसन 1 डिभाइडेड बाई रुट अन्डरभित्र यहाँदेखि यहाँसम्म एउटा फर्मुलामा भन्यो। कुन फर्मुलामा एक्स प्लस 1/2 को होल स्क्वायर फर्मुला भन्यो। अब यति भइसकेपछि यहाँ हुने भयो 1/4 माइनस 2 हुने भयो। यसलाई तपाईँहरूले हान्नुभयो भनेपछि कति आउँछ भने एक्स प्लस 1/2 हुने भयो स्क्वायर माइनस यो भनेको कति आउँछ, यसलाई यता मल्टिप्लाई गर्दाखेरि 8 भनेपछि यसलाई 9/4 आउने भयो है। अब यसलाई फेरि फर्मुलाको टर्ममा राखिदिनुहोस्। एक्स प्लस 1/2 को होल स्क्वायर माइनस यो भनेको 3/2 को होल स्क्वायर हुने भयो किन रुट अन्डरभित्र हुने भयो। अब अरू त सेम त्यही हो। अब फर्मुला हाम्रो कुन फर्मुला थाहा भन्नु पऱ्यो भने इन्टिग्रेसन 1 डिभाइडेड बाई रुट अन्डर ए स्क्वायर अर्थात् एक्स स्क्वायर माइनस ए स्क्वायरको फर्मुला के थियो भन्ने बुझ्नु पऱ्यो है। यसमा मैले भनेको थिएँ कि रुट अन्डर भएपछि तपाईँहरूले एक्सको रोल मेन हुन्छ, एक्स पोजिटिभ कि नेगेटिभ। अब तपाईँहरूले यस्तो रुट अन्डर देख्ने बित्तिकै कुन के गर्ने भनेको थिएँ मैले अगाडि फर्मुलामा तपाईँहरूलाई रुट अन्डर देख्ने भन्ने बित्तिकै अहिले हाम्रो ए नेगेटिभमा छ मतलब एक्स पोजिटिभमा छ भनेपछि एलएन राखिदिनु। एक्स पोजिटिभमा छ, यदि एक्स नेगेटिभमा भए साइन इन्भर्स हुन्थ्यो। अहिले एक्स पोजिटिभमा छ भने अहिले हाम्रो के हुन्छ एलएन एक्स हुन्छ। एलएन एक्स प्लस रुट अन्डरभित्र जे छ त्यही एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस सी हुन्छ फर्मुला। अब यही यसमा राखिदिनुहोस्। एलएन एक्स भनेको यहाँ पुरा हुने भयो 1/1 प्लस 2 यति भयो है। यो चाहिँ प्लस हुने भयो रुट अन्डरभित्र जे छ यहाँ जे छ भनेपछि अहिले हाम्रो यही क्वेसन राखिदिनुहोस् रुट अन्डरभित्र जहिले पनि एक्स स्क्वायर प्लस एक्स प्लस 2 प्लस सी हुने भयो। अब यसलाई तपाईँहरूले एक स्टेपमा मिलाएर लेख्नुभयो भनेपछि के हुन्छ भने आन्सर यति नै छ है हाम्रो, यति नै छ। अब यदि तपाईँ मिलाएर लेख्नुहुन्छ भने चाहिँ यो 2ले यता मल्टिप्लाई गर्नुहोस् 2x प्लस 1 डिभाइडेड बाई 2 प्लस रुट अन्डरभित्र एक्स स्क्वायर प्लस एक्स माइनस 2 प्लस सी आवर आन्सर है। ल यो पर्फेक्ट स्क्वायरवाला यदि रुट अन्डरको केसमा के गर्ने भन्नेवाला पनि भयो। अब चाहिँ हामी यो क्वेसनतिर लागौँ। यो पनि एकदमै इम्पोर्टेन्ट छ भनेर तपाईँहरूले बुझ्नु पऱ्यो होइन। यो पनि एकदम भेरी भेरी इम्पोर्टेन्ट। अब यस्तो क्वेसन देख्ने बित्तिकै तपाईँहरूले के गर्नुपर्छ भने अब यस्तो टाइपको तपाईँहरूले यस्तो टाइपको क्वेसनको लागि एउटा फर्मुला याद गर्नु पऱ्यो। यो भनेको यो वाला यदि रुट अन्डरभित्रको फङ्सनको डिनोमिनेटरमा रुट अन्डरभित्रको फङ्सनको डेरिभेटिभ न्युमेरेटरमा हुन्छ भने त्यसको फर्मुला जहिले पनि हुन्छ हाम्रो इन्टिग्रेसन हुन्छ भने त्यसको फर्मुला हुन्छ जहिले पनि हाम्रो एफ अफ एक्स प्लस सी रुट ओभर है। अब कसरी अब यहाँ हेर्नुहोस्। अब फर्स्ट डिनोमिनेटरमा हेर्नुहोस् के छ हाम्रो रुट अन्डरभित्र एक्स स्क्वायर प्लस 2x माइनस 1। अब यसको डेरिभेटिभ गरिदिनुहोस्। डेरिभेटिभ हुन्छ 2x प्लस 2 हुन्छ 2x प्लस 2। अब हाम्रो माथि के छ हाम्रो अब यही चाहिँ हाम्रो न्युमेरेटरमा बनाउनु खोज्नु पऱ्यो क्या। अब हाम्रो कति छ न्युमेरेटरमा हाम्रो x प्लस 2 छ। अब x प्लस 2 छ भनेपछि यसलाई चाहिँ 2x प्लस 2 कसरी बनाउने यहाँ हेर्नुहोस्। अब यसलाई 2x प्लस 2 यो चाहिँ यसलाई यो बनाउनु पर्ने छ है। यसलाई यो बनाउनु पर्नको लागि अब 2ले मल्टिप्लाई गरेर 2ले डिभाइड गर्न मिल्छ भनेपछि 2x प्लस 4 डिभाइडेड बाई रुट अन्डर एक्स स्क्वायर प्लस 2x माइनस 1 एक्जाम बुझ्नुभयो। अब हामीलाई रियलमा बनाउनु पर्ने कति रे 2x प्लस 2 हो। यहाँ कति बन्यो 2x प्लस 4 हो। अब यसलाई 2 बनाउनुको लागि त माइनस 2 गरेपछि कति हुने भयो 2 हुने भयो। यदि 2 माइनस गरेपछि हामीले प्लस 2 गरिदिनु पऱ्यो ब्यालेन्स गर्नको लागि। यतिसम्म बुझ्नुभयो होला।
बुझिन्छ होइन। 1/2 इन्टिग्रेसन अब छुट्टा छुट्टै लेखिदिनुहोस् 2x होल डिभाइडेड बाई रुट अन्डर एक्स स्क्वायर प्लस 2x माइनस 1 होइन 2x माइनस 2 हुने भयो यहाँ 2 हुने भयो प्लस इन्टिग्रेसन यहाँ हुने भयो 2 डिभाइडेड बाई एक्स स्क्वायर प्लस 2x माइनस 1 हुने भयो। अब यति भइसकेपछि यो भनेको दुइटै साइडको हो कि यो 1/2 ल मैले दुइटै साइडमा राखिदिन्छु। अब यसको हामीले फर्मुला हुन्छ 1/2 नै छ। यसको फर्मुला के भनेको थिएँ मैले 2 × 2 रुट अन्डरभित्र जे फङ्सनमा छ त्यो फङ्सनमा हाम्रो के छ अहिले एक्स स्क्वायर प्लस 2x माइनस 1 हुन्छ भन्ने बुझेका थियौँ। प्लस 1/2 भनेको यसले यता पनि मल्टिप्लाई गर्यो है इन्टिग्रेसन। अब यो 2 रुट अन्डरभित्र एक्स स्क्वायर प्लस 2x माइनस 1 dx यतिसम्म बुझ्नुभयो है। अब यतिसम्म बुझेपछि यो 2 ले 2 ले क्यान्सल आउट गरेपछि यहाँ कति रहने भयो एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस अब 1/2 अब हामीले यसलाई पर्फेक्ट स्क्वायरमा लगाउनु पऱ्यो। पर्फेक्ट स्क्वायरको लागि हाम्रो माथि कन्स्टेन्ट नम्बरलाई अगाडि कमन राख्यौँ हामीले भने चाहिँ इन्टु 2 हुने भयो 2 राखेपछि यहाँ हुने भयो 1 डिभाइडेड बाई रुट ओभरभित्र एक्स स्क्वायर प्लस यसलाई फर्मुलामा लान खोज्नु पऱ्यो 2 फर्मुलाको 2 एक्स भनेको ए बी भनेको कति हुने भयो हाम्रो कति हुने भयो बी भनेको 1 नै हुने भयो 1 प्लस 1 को स्क्वायर माइनस 1 को स्क्वायर माइनस 1 त हाम्रो छँदै नै छ है। अब यहाँ अरू चाहिँ जस्ता तस्तै सारिदिनुहोस् ए स्क्वायर एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस 2 ले 2 लाई क्यान्सल है भनेपछि अब यो कति हुने भयो इन्टिग्रेसनभित्र रुट अन्डरभित्र यहाँदेखि यहाँसम्म फर्मुलामा कुन फर्मुलामा एक्स प्लस 1 को होल स्क्वायर माइनस 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 प्लस भनेको माइनस 2 हुने भयो। यतिसम्म क्लियर। अब यति भइसकेपछि रुट अन्डर एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस इन्टिग्रेसन 1 डिभाइडेड बाई रुट अन्डरभित्र हाम्रो हुन्छ एक्स प्लस 1 को होल स्क्वायर माइनस 2 को होल स्क्वायर हुने भयो है। अब यो चाहिँ अब हाम्रो एउटा फर्मुलामा गयो कुन फर्मुलामा गयो भन्दाखेरि जस्ता तस्तै राखिदिनुहोस् यो चाहिँ एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस अब हाम्रो फर्मुला गएको भने यो चाहिँ कुन फर्मुलामा गएको छ भने एक्स स्क्वायर माइनस ए स्क्वायरको फर्मुला जस्तो गयो भने चाहिँ यसको फर्मुला के हुन्थ्यो भने एक्स डिभाइडेड बाई 2 भने अहिले एक्स भनेको एक्स प्लस 1 डिभाइडेड बाई 2 हुने भयो फर्मुलामा खोलेको है। रुट अन्डरभित्र यो जस्ता जस्तै भनेपछि रुट अन्डरभित्र जहिले क्वेसनको राखिदिनु भने चाहिँ एक्स स्क्वायर प्लस 2x माइनस 1 राख्यौँ हामीले माइनस ए स्क्वायर भनेपछि कति हुने भयो 2 को स्क्वायर भनेको 4 डिभाइडेड बाई ए स्क्वायर बाई 2 हुन्थ्यो भने चाहिँ 2 त 2 नै हुने भयो ln यहाँ हुने भयो एक्स भनेको कति अहिले एक्स प्लस 1 प्लस रुट अन्डरभित्र कति क्वेसनबाट एक्स स्क्वायर माइनस ए स्क्वायर एक्स स्क्वायर माइनस ए स्क्वायर भनेपछि त यही नै हुन्छ भनेपछि एक्स स्क्वायर प्लस 2x माइनस 1 हुने भयो है। यहाँ हटाएन भने म यहाँदेखि लेख्छु एक्स स्क्वायर प्लस 2x माइनस 1 हुने भयो। यतिसम्म क्लियर हुनुहुन्छ होइन। अब यो चाहिँ फर्मुलामा राखिदिनुहोस् कि यसपछि म पछिल्लो पेजमा गर्छु है। अब यो छ हाम्रो क्वेसन यो भइसकेपछि अब यो चाहिँ यति भइसकेपछि हामीले बुझ्नु पर्यो एक्स स्क्वायर प्लस 2x माइनस 1 जस्ता तस्तै सार्यो प्लस अब यसको फर्मुला के हुन्थ्यो भने हाम्रो हेर्नुहोस् है यो कुनसँग मिल्दोजुल्दो छ भने रुट ओभर एक्स स्क्वायर माइनस ए स्क्वायरको यसको फर्मुला के हुन्थ्यो भने हाम्रो के हुन्थ्यो एक्स स्क्वायर माइनस ए स्क्वायरको यो हुन्थ्यो ln x है ln x प्लस रुट अन्डर एक्स स्क्वायर माइनस ए स्क्वायरको प्लस सी यो वाला फर्मुला हुन्थ्यो भनेपछि अब यसलाई मिलाएर लेखौँ यसलाई फर्मुलामा पुट गरिदिउँ यो हुने ln x भनेको चाहिँ एक्स प्लस 1 छ अहिले हाम्रो रुट अन्डरभित्र यो भनेको यो भनेको क्वेसन हाम्रो चाहिँ एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस सी यसलाई राम्रोसँग मिलाएर लेख्दाखेरि हाम्रो आन्सर हुने भयो हाम्रो कति हुने भयो हाम्रो आन्सर एक्स स्क्वायर प्लस 2x माइनस 1 प्लस ln x प्लस 1 रुट अन्डर यो चाहिँ हुनु है मोडुलस एक्स स्क्वायर प्लस 2x माइनस 1 यहाँ मोडुलस हुने प्लस सी आवर आन्सर है। एकदमै इजी छ यो पनि इम्पोर्टेन्ट पनि छ यो सोधेपछि 4 मार्क्ससम्म सोध्छ तपाईँहरूलाई।
अब यस्तो क्वेसनहरू गर्न सकिन्छ होइन। टाइप 1 टाइप 2 टाइप 3 सम्म सबै गऱ्यौँ हामीले। अब चाहिँ म तपाईँलाई कुन गराउँछु भने यसपछिको अब हेर्नुहोस् है, यो अब भेरी भेरी इम्पोर्टेन्ट। यसलाई जति सक्दो घोकिदिनुहोस् के, भेरी जति भिभिआई आइएमपी लेख्नुहोस्, जे गर्नुहोस्, अहिले नै घोकिदिइहाल्नुहोस्, सजिलो छ। म तपाईँहरूलाई ट्रिक्सबाट सिकाउँछु। यो भनेको कस्तो भने स्पेसियल मस्ट रिपिटेड क्वेसन। यो चाहिँ छोड्दै नछोड्नुहोस्, अहिले नै हेरिहाल्नुहोस्। आउँदैन भने पनि हेरिहाल्नुहोस्, म सिकाइदिन्छु सबै। यसलाई टाइप 4 भने पनि भयो है, टाइप 4 वाला। टाइप 1 गऱ्यौँ, टाइप 2 गऱ्यौँ, टाइप 3 गऱ्यौँ। अब हाम्रो टाइप 4। टाइप 4 भनेको मस्ट रिपिटेड क्वेसन है, एकदमै रिपिट भएको अहिलेसम्म क्वेसनहरू म तपाईँहरूलाई गराउँछु। त्यसमा चाहिँ फर्स्टमा कुन पर्छ भने तपाईँहरू किताबहरूमा पनि छन् यस्तो क्वेसनहरू। ए नम्बरमा पर्छ तपाईँहरूको इन्टिग्रेसन 1 डिभाइडेड बाई x + 2 रुट अन्डरभित्र 1 + x dx। यो विद्यार्थीले अप्ठ्यारो पनि यही लाग्छ है सबभन्दा, तर यो अप्ठ्यारो लाग्छ तर सबैभन्दा इजी पनि यही छ यो च्याप्टरभरिमा। 2x + 1 अरू क्वेसन 4x + 3 dx छ है। त्यसपछि सीमा जानुहोस्, सीमा छ हाम्रो इन्टिग्रेसन रुट अन्डर 1 + x होल डिभाइडेड बाई 1 - x dx हुने भयो। यतिसम्म गर्नु पर्यो। हाम्रो क्वेसन फर्स्ट के थियो भने भेरी भेरी इम्पोर्टेन्ट, 1 होल डिभाइडेड बाई x + 2 रुट अन्डर 1 + x dx है। अब यस्तो क्वेसनमा तपाईँलाई रुट अन्डर देख्नुभयो भनेपछि डाइरेक्ट आँखा चिम्लेर पुट गरिदिनुहोस्। अब यहाँ एक्स भएको कारण हामी पुट एक्स गर्न सक्दैनौँ, किनकि अब त्यसमा झ्याउ हुन्छ। त्यही भएर हामीले जे अरू गर्दा नै हुन्छ, तर मैले चाहिँ एक्स बाहेक अरू जे गर्दा नै हुन्छ, तर मैले चाहिँ जेड पुट गरेँ है। जेड भनेको रुट अन्डर सरी फर्स्टमा लेखिहाल्नुहोस् ल्याङ्ग्वेजमा थोरै, पुट जेड = रुट अन्डर 1 + x। अब त्यसलाई रुट अन्डर त काट्नु पऱ्यो, हामीले हटाउनु पऱ्यो। स्क्वायरिङ बोथ साइड गर्दाखेरि कति हुने भयो, 1 + x हुने भयो कि नै, हुने भयो होइन। यसलाई डिफ्रेन्सिएटिङ गरिदिनुहोस्, डेरिभेटिभ गरिदिनुहोस्, डिफ्रेन्सिएटिङ अन बोथ साइड विथ रेस्पेक्ट टु एक्स वी गेट। अब यसको डेरिभेटिभ गर्दाखेरि कति हुने भयो, 2z dz = कति हुने भयो, यो 1 हुने भयो। अर्थात् 2z कति हुने भयो, अब यहाँ चाहिँ सबै 1 हुने भयो। अब यो चाहिँ dx हुने भयो है। अब यहाँ 2x 2z dz = dx हुने भयो। यतिसम्म बुझ्नुभयो होइन। अब यतिसम्म बुझिसकेपछि अब तपाईँहरूलाई अब एउटा के बुझ्नु पऱ्यो भने, अब हामीले यसको चाहिँ यसलाई चाहिँ हामीले जेड पुट गऱ्यौँ है। यसको ठाउँमा यो आयो, डिजेट आइसकेपछि डिजेटको भ्यालु चाहिँ अब यो भनेको कस्तो भने सबैको भ्यालु न्यू निकाल्नु पऱ्यो, नयाँ निकाल्नु पऱ्यो। जस्तै भनेको अहिले डिजेटको भ्यालु हामीले यो निकालिसक्यो, 2z dz निकाल्यौँ हामीले। त्यसै गरी अनि x + 1 को भ्यालु चाहिँ कति निकाल्यो, z² निकाल्यो भनेपछि अब हामीले निकाल्नु पर्ने के छ भने x + 2 को न्यू भ्यालु निकाल्नु पऱ्यो। x + 2 को नयाँ भ्यालु निकाल्नको लागि अब हामीले के गर्नु पऱ्यो भने यहाँ हेर्नुहोस्, यहाँबाट है यसलाई इक्वेसन आई मान्यो, फ्रम इक्वेसन आई। अब इक्वेसन आईबाट z² = 1 + x। अब हामीले यहाँ एक्सलाई छुट्टै राखौँ, x = z² + -1 छ, -1 छ होइन। यति भइसकेपछि अब हामीले निकाल्नु भने x + 2 को भ्यालु, निकाल्दाखेरि त z² - 1 + 2 गर्नु पऱ्यो नि त यहाँ। हो, यहाँबाट गर्दाखेरि यहाँ हुने भयो x + 2 = z²। अब यो कति हुन्छ, +1 हुने भयो हो कि होइन, +1 हुने भयो है। हो, यति भइसकेपछि नाउ गरिदिनुहोस्। अब यो एकपल्ट फेरि क्वेसनबाट सारिदिनुहोस्, dz। अब dx को ठाउँमा कति राख्ने हामीले, dx को ठाउँमा 2z dz डिभाइडेड बाई x + 2 को ठाउँमा z² + 1 राख्ने। अब यहाँ त्यसपछि यहाँ हेर्नुहोस् त, यो कति हाम्रो x रुट अन्डरभित्र x + 1 लाई हामीले 1 + x लाई कति मानेको छ, जेड मानेको कि छैन, छ है।
जेड मानेको लेट गरेको छ अथवा पुट गरेको छ भने जेडले यसलाई क्यान्सल आउट गर्यो। अब यसै गरी यहाँ हुने 2 कमन आउने भयो, यहाँ आउने भयो डिजेड डिभाइडेड बाई एक्स स्क्वायर प्लस 1 हुने भयो। अब यो चाहिँ फर्मुलामा कुन फर्मुलामा भनेपछि अब टेन इन्भर्सको फर्मुलामा जान्छ होला, जानु भयो कि टेन इन्भर्सको फर्मुला। अब यहाँ 2 छ 1/a थियो है फर्मुलामा भनेको 1/a। अहिले a भनेको चाहिँ हाम्रो 2 छ है, 2 छ भनेपछि यो 2 जस्ता जस्तै 1/a भनेको a को ठाउँमा 1 छ भने लेख्नु परेन, टेन इन्भर्स एक्स भनेपछि अहिले हाम्रो यहाँ चाहिँ जेड हुने भयो, जेड बाई ए हुन्छ, ए भनेको 1 लेख्नु परेन प्लस सी हुने भयो। अब भ्यालु राखिदिनुहोस् 2 टेन इन्भर्स रुट अन्डर जेड भनेको हामीले के मानेको थियो यहाँ हेर्नुहोस् त, जेड भनेको 1 प्लस एक्स प्लस सी आवर आन्सर है। बुझ्नुभयो कि नै? एकदम सजिलो कि यो, अति सजिलो भयो कि नै। अब कसरी बुझ्नु पऱ्यो भने अझ फेरि म एकपटक भने यसमा सबैको भ्यालु नयाँ निकाल्नु पऱ्यो यस्तो देखिने बित्तिकै। डिए हेर्नुहोस् है मैले निकालेँ। अब यहाँबाट हामीले रुट अन्डरभित्र 1 प्लस एक्सलाई के 1 प्लस एक्सको भ्यालु के निकाल्यौँ हामीले जेड स्क्वायर पुट गरेर, त्यसपछि एक्स प्लस 2 को यहाँ पुट यहाँ के गर्ने निकाल्यौँ एक्स जेड स्क्वायर प्लस 1 निकाल्यौँ। त्यसपछि डिएक्सको भ्यालु के निकाल्यौँ, सबै नयाँ छ कि नै हेर्नुहोस् त, यो न्यू छ यो न्यू छ र एक्स प्लस 2 पनि न्यू भ्यालु, तिनवटै छुट्टा आएको छ कि छैन, छुट्टा छुट्टै छ कि छैन, हो यो छुट्टा छुट्टै भ्यालु यहाँ राख्ने अनि काटकुट गरेर फर्मुला लगाइदिने, त्यति नै हाम्रो आन्सर। बुझ्नुहुन्छ होइन? र अब नेक्स्ट क्वेसन गर्छौँ। नेक्स्ट क्वेसनबाट पनि एकदम क्लियर हुनुहुन्छ तपाईँहरू। 2x प्लस 1 रुट अन्डरभित्र 4x प्लस 3 dx। अब मैले के भनेको थिएँ अघिल्लो क्वेसनमा, यस्तो क्वेसन देख्ने बित्तिकै तपाईँहरूले आँखा चिम्लेर जे रुट अन्डरभित्र त्यसलाई के गर्नु पऱ्यो, लेट गर्नु पऱ्यो अर्थात् पुट गर्नु पऱ्यो। लेट जेड इज इक्वल टु रुट अन्डरभित्र 4x प्लस 3 गरेँ मैले। यसलाई डिफ्रेन्सिएटिङ अन बोथ साइड सरी स्क्वायरिङ अन बोथ साइड गर्दाखेरि जेड स्क्वायर इज इक्वल टु कति हुने भयो, 4x प्लस 3 हुनुभयो कि नै। अहिले डेरिभेटिभ गरिदिनुहोस् एकपटक डेरिभेटिभ गर्दाखेरि 2z डिजेड बाई डिएक्स इज इक्वल टु यहाँ हुने भयो 4 हुने भयो, यहाँ कति हुने भयो 4 हुने भयो। यहाँबाट हामीले निकाल्नु पर्ने कतिको भ्यालु, डिजेडको भ्यालु। अब 2z डिजेड डिभाइडेड बाई 4 इज इक्वल टु यो यता आयो यो चाहिँ उता गयो है, डिएक्सको भ्यालु निकाल्नु पर्ने छ यहाँ जसरी पनि। अब योले 4ले 2लाई क्यान्सल आउट गरेपछि कति हुने भयो, 1 डिभाइडेड बाई 2z डिजेड इक्वल टु डिएक्स आयो। यो हाम्रो के भ्यालु आयो, डिएक्सको भ्यालु आयो हो। डिएक्सको भ्यालु डिएक्सको पनि आयो र यो भ्यालु पनि दुईवटा भ्यालु निक्लिसक्यो भने चाहिँ अब कतिवटा झिक्न बाँकी छ हामीलाई, एउटा। अब एउटा भ्यालु कहाँबाट निकाल्ने, यसलाई इक्वेसन आई मानिदिने है। त्यसपछि फ्रम इक्वेसन आई गर्नुहोस्। फ्रम इक्वेसन आई गरिसकेपछि यहाँ हुनुभयो जेड स्क्वायर इज इक्वल टु 4x प्लस 3 छ। अब यहाँ हुनुभयो 4x इज इक्वल टु जेड स्क्वायर माइनस 3 गर्यो है। निकाल्नु पर्ने हाम्रो कतिको भ्यालु रे, 2x प्लस 1 को भ्यालु झिक्नु पर्ने छ हामीले। अब हामीले मेन कति हो हाम्रो 2x प्लस 1 को भ्यालु निकाल्नु पर्ने छ। 2x प्लस 1 भने चाहिँ हाम्रो 4 भयो। अब 4लाई 2 गर्नको लागि डिभाइडिङ अन बोथ साइड कतिले 2 गर्न मिल्छ कि नै, दुईटै साइडमा गर्न मिल्छ होइन। यहाँ हुनुभयो 2x इज इक्वल टु यहाँ जेड स्क्वायर माइनस 3 डिभाइडेड बाई 2 त हुने नै भयो। अब प्लस 1 गरिदिनुहोस् बोथ साइडमा फेरि 2x प्लस 1 इज इक्वल टु जेड स्क्वायर माइनस 3 डिभाइडेड बाई 2 प्लस 1। अब यसलाई हेर्नुहोस् है, 2x प्लस 1 इज इक्वल टु यसले यता मल्टिप्लाई गर्दाखेरि 2 जेड स्क्वायर माइनस 3 प्लस 2 डिभाइडेड बाई कति हुने भयो, 2 हुने भयो। यहाँ फेरि हुने भयो 2x प्लस 1 इज इक्वल टु जेड स्क्वायर माइनस 1 डिभाइडेड बाई 2 हुने भयो। यतिसम्म क्लियर हुनुहुन्छ एकदमै है। अब यहाँ हाम्रो 2x प्लस 1 को भ्यालु पनि यति आइसक्यो, तीनवटा निक्ल्यो होइन। अब यसपछि के गरिदिनु पऱ्यो भने हाम्रो माथि जे इक्वेसन छ त्यसमा राखिदिनु, क्वेसनमा राखिदिनुहोस् नगरेर लेख्ने। त्यसपछि इन्टिग्रेसन डिएक्सको भ्यालु कति निकालेको थियो हामीले, डिएक्सको भ्यालु यहाँ हेर्नुहोस् त 1 डिभाइड बाई 2z डिजेड डिभाइडेड बाई 1 डिभाइडेड बाई 2 जो डिजेड डिभाइडेड बाई त्यसपछि 2x प्लस 1 को भ्यालु भर्खरै झिकेको कति, 2x प्लस 1 को भन्यो जेड स्क्वायर माइनस 1 डिभाइडेड बाई 2 है।
अब रुट अन्डरभित्र एक्सको भ्यालु कति निकालेको यो टूले क्यान्सल आउट गर्ने भयो यो टूले क्यान्सल आउट गरेपछि हाम्रो बस्ने भयो डिजेड डिभाइडेड बाई जेड स्क्वायर माइनस 1 अब हाम्रो फर्मुलामा राखिदिनुहोस् के थियो फर्मुला यो हाम्रो कस्तो छ रे dx डिभाइडेड बाई एक्स स्क्वायर माइनस a को स्क्वायर जस्तो छ अब हाम्रो यदि नेगेटिभमा भएपछि 1/2a ln यो हुने भयो x माइनस a डिभाइडेड बाई x प्लस a प्लस c हुने भयो है त्यही भ्यालु राखिदिनुहोस् इन्टिग्रेसन यति भइसकेपछि फर्मुलामा राखिदिनुहोस् भनेको कति थियो फर्मुला 1/2a ln a भनेको 1 छ भने 1 लेख्नु परेन x भनेको अहिले कति छ हाम्रो z भनेको चाहिँ z माइनस 1 डिभाइडेड बाई z प्लस 1 प्लस c 1 डिभाइडेड बाई 2 ln z को भ्यालु कति छ हाम्रो यहाँ हेर्नुहोस् त रुट अन्डरमा छ कि नै 4x प्लस 3 माइनस 1 डिभाइडेड बाई रुट अन्डर 4x प्लस 3 प्लस 1 प्लस c आवर आन्सर बुझिन्छ है यो पनि एकदमै सजिलो छ क्या अब हाम्रो यो टाइपको क्वेसन नम्बर 3 अझ सीमा छ हाम्रो इन्टिग्रेसन रुट अन्डरभित्र x प्लस 1 डिभाइडेड बाई 1 माइनस x छ है म नेक्स्ट रिजन लेखेँ इन्टिग्रेसन रुट अन्डरभित्र 1 प्लस एक्स डिभाइडेड बाई 1 माइनस एक्स डिएक्स है यो टाइपको लास्ट क्वेसन है देखिन्छ कि नै देखिन्छ है अब हेर्नुहोस् है यस्तो क्वेसन देख्ने बित्तिकै तपाईँहरूले के गर्नुपर्ने हुन्छ भने रेसनलाइजेसन गर्नुपर्ने हुन्छ अब यसलाई हामी अब मैले यहाँ हेर्नुहोस् है यसलाई हामी यो फर्ममा लेख्न मिल्यो कि नै अलग अलग छुट्याएर मिल्छ होइन अब यसलाई रेसनलाइज गरिदिनु रेसनलाइज भनेको 1 प्लस एक्स डिभाइडेड बाई 1 प्लस एक्स यदि यो दुइटा क्यान्सल हुन्छ भने यो 1 नै रहन्छ होइन 1 रहन्छ त्यो यो ब्यालेन्स भइहाल्छ त्यसपछि अब यसलाई के लेख्न मिल्छ भने हामी रुट अन्डरभित्र 1 प्लस एक्सको होल स्क्वायर भन्छ कि यसलाई तपाईँले मल्टिप्लाई गर्नुभयो भनेपछि अब त्यसपछि होल डिभाइडमा भन्छ हाम्रो रुट अन्डरभित्र 1 माइनस एक्स 1 प्लस एक्स भन्छ यहाँ भनेको डिएक्स अब इन्टिग्रेसन यसलाई स्क्वायरले रुटलाई काटेपछि कति रहने भयो 1 प्लस एक्स रहने भयो 1 प्लस एक्स रहेपछि यहाँ रहने भयो अब यसलाई हेर्नुहोस् है यदि ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला हामी के लेख्थ्यौँ हामी ए माइनस बी ए प्लस बी लेख्थ्यौँ कि नै लेख्थ्यौँ है हो त्यसै गरी यो पनि हुने भयो यो हुने भयो 1 को स्क्वायर माइनस एक्सको स्क्वायर अब यसलाई छुट्टाएर लेखिदिने इन्टिग्रेसन 1 डिभाइडेड बाई रुट अन्डर 1 माइनस एक्स स्क्वायर एउटा डिएक्स प्लस इन्टिग्रेसन एक्स डिभाइडेड बाई रुट अन्डरभित्र 1 को स्क्वायर 1 माइनस एक्सको स्क्वायर लेख्यौँ हामीले डिएक्स यतिसम्म त बुझ्नुहुन्छ है यति भइसकेपछि अब यसको फर्मुला के हुन्थ्यो भन्नुहोस् त अब यो फर्स्टको स्टार्टको चाहिँ भने चाहिँ यो चाहिँ हाम्रो फर्मुलाको फर्ममा भएको छ फर्मुला कुन फर्मुला ए स्क्वायर माइनस एक्स स्क्वायरको रुट अन्डरभित्र भनेपछि यसको हुन्थ्यो हाम्रो साइन इन्भर्स हुन्थ्यो साइन इन्भर्स एक्स हुन्थ्यो अब ए चाहिँ 1 छ यसलाई लेख्नु परेन प्लस अब यसलाई के गर्ने त अब यसलाई गर्नुपर्ने पुट हुन्छ कसरी भने हेर्नुहोस् है माथि न्युमिनेटर पनि छ डिनोमिनेटर पनि छ भनेपछि अब यसलाई पुट गर्नु पऱ्यो पुट के गर्ने भने हामीले पुट रुट अन्डर पुट यु इज इक्वल टु रुट अन्डर 1 माइनस एक्स स्क्वायर अब डिफ्रेन्सिएटिङ बोथ साइड गर्दा के स्क्वायरिङ गर्ने बोथ साइड गर्दाखेरि यु स्क्वायर इज इक्वल टु 1 माइनस एक्स स्क्वायर रहने भयो है अब यसलाई डिफ्रेन्सिएटिङ गरिदिनुहोस् डिफ्रेन्सिएटिङ गर्दाखेरि हुन्छ 2u du बाई dx इज इक्वल टु यहाँ हुने भयो 2 माइनस 2x रहने भयो है माइनस 2x रहने भयो अब यो 2 ले क्यान्सल आउट गरिहाल्छ भनेपछि du अब यहाँ रहने भयो du बाई dx भनेको x बाई du रहने भयो है अब हामीले निकाल्नुपर्ने यहाँबाट जसरी पनि dx को भ्यालु x dx को भ्यालु कति आउने भयो यो
एक्स डिएक्सको भ्यालु हुने भयो यु डियु हुने भयो है। एक्स डिएक्सको भ्यालु डियु डियु आयो। यो चाहिँ भ्यालु राखिदिनुहोस्। अब हामीले एक्स डिएक्सको भ्यालु भनेपछि यहाँ हुने भयो इन्टिग्रेसन यु डियु। अब यहाँ रुट अन्डरभित्र कति हुने भयो, रुट अन्डरभित्र कति हुने भयो, यु यसलाई चाहिँ यु मानेको छ हामीले है। युले युलाई क्यान्सल आउट गऱ्यो, यहाँ हुने भयो साइन इन्भर्स एक्स प्लस इन्टिग्रेसन डियु। इन्टिग्रेसनले डेरिभेटिभलाई क्यान्सल आउट गरेपछि यहाँ लास्टमा बस्ने भयो साइन इन्भर्स एक्स प्लस यु। अब साइन इन्भर्स एक्स प्लस युलाई हामीले के भनेको थियो, यहाँ हेर्नुहोस् त, यु भनेको रुट अन्डर 1 माइनस एक्स स्क्वायर प्लस सी आर आन्सर है। यो एकदमै इजी छ यो पनि। आई होप तपाईँहरूले बुझ्नुभयो होला। अब हामी नेक्स्ट टाइप क्वेसन